Okay, once again, welcome to Cloud Decode workshop, Understanding AWS from Scratch. This is Sushant Rimal, founder and community leader of Dev Community Nepal. So from this workshop, uh, you will get to start your journey into cloud computing, learn AWS from the absolute basics, understand real world cloud applications, gain hand on, get hands-on practical experience. So यो हाम्रो सेसन अर्गनाइज गर्नुको मेन अब्जेक्टिभ र मोटिभ भनेको चाहिँ यो हो है। So if you are new to Dev Community Nepal or if you don't know about the Dev Community Nepal, this is not just an organization or a community, but this was the visionary initiative taken by me. I know. So for the last 5 years, I am doing this solely. We have been doing so many workshops, seminars, tech meetups, and we have just completed our hackathon as well. So if you want to know more about Dev Community Nepal, you can visit our like social media handles as well. So Dev Community Nepal will come to later as well. I'd like to let's move forward. So हाम्रो vision भनेको चाहिँ to build an inclusive, collaborative and innovation driven tech ecosystem in Nepal by empowering student developers and aspiring technologists to grow, connect and lead the future of technology. So all this time we have tried कि सबै हाम्रो कम्युनिटी चाहिँ सबैको लागि चाहिँ इन्क्लुसिभ होस् होइन, we can include all kind of people, all kind of students होइन, सबैको लागि चाहिँ not just only IT student but those who are tech enthusiast or want to build career in IT, हामीले उहाँहरूको लागि भने चाहिँ I created this platform and we are doing this. So हाम्रो core objectives भनेको चाहिँ empower through practical learnings, first for innovative and collaborative tech ecosystem, bridge academia and industry. So there is a large gap and a huge gap between academics and industry. Okay? So what we are taught and what industry expect, there is a huge gap. So what we are trying कि त्यो जुन ग्याप छ एज अ ब्रिज चाहिँ डेभ कम्युनिटी नेपालले चाहिँ फुलफिल गरोस् भन्ने चाहिँ हाम्रो एउटा कोर अब्जेक्टिभ पनि हो। प्लस अर्को भनेको चाहिँ इन्करेज लिडरसिप एन्ड इनोभेसन थ्रु आवर प्लेटफर्म, थ्रु आवर कम्युनिटी वी वान्ट कि वी इन्करेज students or any tech inspiring people to for leadership and innovation as well. So here are some stats I have put हजुरको लागि चाहिँ Dipcom Nepal has grown into one of the most active and inclusive tech communities. If you haven't joined our workshop before, हामीले चाहिँ पहिला एक्टिभली अर्गनाइज गर्थ्यौँ बट बिचमा थोरै ग्याप भएको थियो टु प्लान समथिङ बिग. सो वी आर इन द ट्र्याक नाउ. वाज कन्टिन्युसली विल डु वर्कसप सेसन्स, धेरै कुराहरू है त. सो इट वाज फाउन्डेड इन 2021 सेप्टेम्बरको मन्थमा. अहिलेसम्म चाहिँ वी हेभ 5000 प्लस मेम्बरहरू चाहिँ हाम्रो हुनुहुन्छ फेसबुक ग्रुपमा. एन्ड अर ओभर गर्ने भने चाहिँ लाइक बिचमा चाहिँ हाम्रो के भएको थियो भने वी हेभ अ रियली गुड नम्बर अफ फलोवर्स बट बिचमा चाहिँ वी गट आवर सोसियल मिडिया ह्याक. अनि सो हामीले फेरि स्टार्ट गर्नु परेको भएर चाहिँ दिज आर सम नम्बर्स. एन्ड टकिङ अबाउट द टेक मिटअप्स, हामीले अहिलेसम्म चाहिँ ओभरअल 5 चाहिँ टेक मिटअप गरिसकेको छौँ होइन, चितवनमा, हेटौडामा, काठमाडौँमा. एन्ड वान वी डिड वाज द लटरमेश्वर महादेव एट द हाइएस्ट पिक. इफ यु नो लटरमेश्वर महादेव, हामीले त्यहाँ पनि टेक मिटअप गरेको थियौँ. बिसाइड द्याट अहिलेसम्म हामीले चाहिँ 150 प्लसभन्दा धेरै वर्कसप, ट्रेनिङ र सेसन्सहरू चाहिँ अलरेडी अर्गनाइज गरेको छौँ अनि मल्टिपल डोमेन्स, चाहे त्यो फ्लटर होस्, चाहे वेब डेभलपमेन्ट होस्, चाहे ब्याकएन्ड होस्. एन्ड क्लाउडमा चाहिँ दिस इज द फर्स्ट टाइम वी आर डुइङ समथिङ न्यू हजुरको लागि चाहिँ. सो ओभरअल इफ यु सी वी हेभ अर्गनाइज ओभर 150 प्लस वर्कसप, सेसन्स एन्ड ट्रेनिङ्सहरू हामीले बुटलमा पनि गरेको छौँ, यता भैरवमा पनि गरेको छौँ है. सो ओभरअल सबै प्लेसेसहरूमा चाहिँ वी हेभ ट्राइड कि फिजिकल्ली पोसिबल बाटोमा फिजिकल्ली, अदरवाइज भर्चुअली हामीले चाहिँ वर्कसपहरू चाहिँ अर्गनाइज गरेको छौँ. एन्ड टकिङ अबाउट द कोलाबोरेसन एन्ड पार्टनरसिप, अहिलेसम्म हामीले चाहिँ 2021देखि चाहिँ 100 प्लस कोलाबोरेसन एन्ड पार्टनरसिप चाहिँ गरेको छौँ फर मल्टिपल प्रोग्राम्स, इभेन्ट, वर्कसपको लागि, ह्याकाथनको लागि चाहिँ हामीले चाहिँ कोलाबोरेसनहरू चाहिँ गरेको छौँ. एन्ड टकिङ अबाउट द अवेरनेस क्याम्पेन, वी हेभ अर्गनाइज ओभर 25 प्लस अवेरनेस क्याम्पेन फर स्कुल लेभल स्टुडेन्ट एज वेल. हामीले 2 इयर्स ब्याकमा चाहिँ स्कुल लेभलमा नै कोडिङ चाहिँ सिकाउनु पर्छ भनेर चाहिँ 25 प्लस भन्दा कलेजेस, स्कुल्सहरूमा चाहिँ हामीले चाहिँ यो क्याम्पेन चाहिँ रन गरेको थियौँ हेटोडामा चाहिँ. सो दिज आर सम नम्बर्स एन्ड डाटा अहिलेसम्म हामीले चाहिँ एचिभ गरेको पार्टमा चाहिँ. सो दिस ओभरअल लेट्स सी द वर्कसप ओभरभ्यू होइन. हामीले चाहिँ ड्युरिङ दिस वर्कसप चाहिँ आवर मेन्टर विल
टिच यु क्लाउडको फन्डामेन्टल्स, कोर एडब्लुएस सर्भिसेस, प्र्याक्टिकल डिप्लोइमेन्ट्स कसरी गर्ने, बेसिक्स अफ सिआइसिडी, रियल वर्ल्ड डेभअप्स वर्क फ्लोज, स्टेप बाई स्टेप गाइडेड डेमोज, बिल्ड एन्ड डिप्लोय यर ओन क्लाउड रिसोर्सेस। आई डोन्ट नो अब यसमा कति पोसिबल हुन्छ, पोसिबल भएसम्म आवर मेन्टर विल कभर इट। सो वर्कसपको एप्लिकेसन लाइक हामीले रजिस्ट्रेसन ओपन गऱ्यौँ एन्ड सुरु दिनमा नै इट वाज ओभर 50+ चाहिँ एप्लिकेसन्सहरू चाहिँ आएको थियो कि। एन्ड हाम्रो चाहिँ फेरि स्टार्टिङबाटै हामी चाहिँ 30जनाभन्दा चाहिँ धेरै नगर्ने, 30जना मात्र लिने, तर 30जनालाई चाहिँ राम्रोसँग सिकाउने, सबै उहाँहरूको क्वेरिज प्रब्लम या जति पनि कुराहरू हुन्छ त्यसलाई एड्रेस गर्ने भनेर चाहिँ हामीले 30को नम्बर राखेको थियौँ। बट वी गट द टोटल एप्लिकेसन अफ 270+। सो इट वाज रियली हार्ड फर अस टु सेलेक्ट दिज यु पिपल होइन। अनि इनिसियली हाम्रो सिट्स भनेको 30 थियो, बट वाट वी हेभ डिसाइडेड कि 30लाई चाहिँ अलिकति इन्क्रिज गरेर चाहिँ लेट्स मेक इट 40। एन्ड 40 गर्दा 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 गर्दै ओभरअल इट वाज लाइक 48को चाहिँ लिस्ट भएको थियो एट द एन्ड अफ द डे। अनि यु गाइज आर हियर, यु आर गाइज आर द लकिएस्ट टु एटेन्ड दिस वर्कसप। अब जसले रजिस्टर गर्नुभएको छ उहाँहरूलाई चाहिँ हामीले यो मिटिङको वर्कसपको नोट्स, स्लाइड प्लस रेकर्डिङ भिडियो चाहिँ विल सेन्ड टु देम एन्ड विल ट्राई टु अर्गनाइज अदर वर्कसप फर देम एज वेल इन फ्युचर। सो डाइभर्सिटी कुरा गर्नु पर्दाखेरि चाहिँ एज यु क्यान सी इन द च्याट एज वेल, अल ओभर द नेपालबाट चाहिँ वी हेभ ट्राइड कि सबै प्लेसेसबाट चाहिँ स्टुडेन्टहरूलाई चाहिँ सिलेक्ट गर्ने चाहिँ हामीले ट्राई गरेको छौँ। एन्ड यु क्यान सी एन्ड यु क्यान अल्सो नेटवर्क विथ इच अदर, यु क्यान डु इन्ट्रोडक्सन एज वेल इन द च्याट बक्स है। वर्कसपको गोल्सहरू भनेको हामीले मैले प्रिभियसली नै भनिसकेको छु, इन्ट्रोड्युस एडब्लुएस फ्रम द एब्सोल्युट बेसिक्स, प्रोभाइड ह्यान्ड्स अन क्लाउड एक्सपिरियन्स, बिल्ड कन्फिडेन्स टु कन्टिन्यू लर्निङ टेक्नोलोजिज, क्लाउड टेक्नोलोजिज, हेल्प स्टुडेन्ट डिप्लोय दियर फर्स्ट क्लाउड रिसोर्सेस है। सो यो कुरामा चाहिँ मैले भन्दा पनि आवर मेन्टर्स विल गिभ यु मोर इन्साइट अन दिस थिङ्स। So what will you learn? So day one मा you will learn introduction to cloud, S3, VPC and IAM टपिक्सहरू यहाँनिर छ। एकछिनपछि you will get to know these things as a day one को। And day two मा introduction to EC2 and RDS टपिक्सहरू, EC2 basics, EC2 demonstration, RDS basics, RDS demonstration, simple architecture walk through, यो कुराहरू चाहिँ you will learn in day two। एन्ड डे थ्रीमा चाहिँ यु विल लर्न टु इन्ट्रोडक्सन टु सिआइसिडी विथ गिटअप एक्सन। यसमा चाहिँ सिआइसिडीको फन्डामेन्टल्स, गिटअप एक्सन ओभरभ्यू, सिआइसिडी डेमोन्स्ट्रेसन, रियल वर्ल्ड युजेस एक्सप्लेनेसन कुराहरू चाहिँ यु विल लर्न अन डे थ्री। सो वाइ एडब्लुएस एन्ड क्लाउड? बिकज वी आर इन द टाइम जहाँ चाहिँ एभ्रिथिङ इज इन द क्लाउड के। सो एभ्रिथिङ इज सिफ्टिङ इन्टु द क्लाउड। सो क्लाउडको चाहिँ एकदम अहिलेको जब भनेको चाहिँ मोस्ट डिमान्डिङ जबमा चाहिँ पर्छ ग्लोबली हेर्ने हो भने पनि। एन्ड जब अपर्च्युनिटी इन क्लाउड, डेभअप्स, एसआरई एन्ड अटोमेसनमा पनि यु क्यान वर्क लाइक है। सो युज बाई स्टार्टअप्स, एन्टरप्राइजेस एन्ड ग्लोबल टेक कम्पनीज। एन्ड हजुरहरूलाई पनि थाहा छ एडब्लुएसको चाहिँ लाइक रिक्वायरमेन्ट कति धेरै छ, डिमान्ड चाहिँ कति धेरै छ भनेर। एन्ड गेट इन्ट्री पोइन्ट फर आइटी बिगिनर्स, सर्टिफिकेसन्स द्याट बुस्ट यर करियर। सो वाइ क्लाउड वाइ एडब्लुएस एन्ड क्लाउड भन्नको लागि चाहिँ दिज आर सम रिजन्स। So what are the future plans? I know we got 270+ applications. We have 50 participants right now. 50 participants त्यही छ, बट रिमेनिङको लागि चाहिँ के छ भन्दाखेरि चाहिँ विल ट्राई टु अर्गनाइज एडभान्स एडब्लुएस सेसन्स एज वेल होइन, कन्डक्ट डेभअप्स एन्ड सिआइसिडी वर्कसप डिफ्रेन्टवाला छुट्टै चाहिँ एउटा डेभअप्स र सिआइसिडीको वर्कसप नै हामीले डिफ्रेन्टली प्लान गर्ने पनि प्लान गरेको छौँ। अरू भनेको चाहिँ होस्ट इन्टर कलेज क्लाउड मिटअप्सहरू चाहिँ अर्गनाइज गर्ने प्लान गरेको छौँ। एन्ड बिल्ड अ कम्युनिटी अफ क्लाउड लर्नर्स, दो देयर आर अदर कम्युनिटी एज वेल होइन, त्यहाँ अरू पनि धेरै कम्युनिटिजहरू छ क्लाउडसँग रिलेटेड, त्यहाँ पनि गएर चाहिँ यु क्यान लर्न फ्रम देयर रिसोर्सेस एज वेल, त्यहाँ पनि जोइन गर्न सक्नुहुन्छ। बट वाट डेभ कम्युनिटी नेपाल विल प्रोभाइड इज, अब हामी चाहिँ क्लाउडको लागि पनि चाहिँ विल मेक वान कम्युनिटी एज वेल है। एन्ड सपोर्ट स्टुडेन्ट्स विथ मेन्टरसिप एन्ड करियर गाइडेन्स, दिस इज वाट वी आर डुइङ फर द पास्ट 4 years। 2021देखि नै हामी चाहिँ वी आर फोकस्ड अन दिस थिङ के, टु सपोर्ट स्टुडेन्ट्स विथ मेन्टरसिप एन्ड करियर गाइडेन्स। एन्ड अर्को भनेको चाहिँ लाइक जो काठमाडौँमा हुनुहुन्छ, वी आर प्लानिङ टु होस्ट क्लाउड डिकोड द पाथ टु क्लाउड करियर्स। अब यो त 3 daysको वर्कसप भयो, अब हामीले चाहिँ 1 dayको चाहिँ लाइक एउटा रोड म्याप सेसन जस्तो पनि गर्ने चाहिँ प्लान गरेको छौँ इन December 10। इफ यु आर फ्रम लाइक काठमाडौँमा हुनुहुन्छ भने यु क्यान जोइन, डिटेल्सहरू विल एनाउन्स भेरी भेरी सुन है। सो दिज आर सम फ्युचर प्लान्स रिगार्डिङ दिस आवर वर्कसप।
वर्कसपको लाइक यो कुराहरू चाहिँ बी अन टाइम लाइक 5 मिनट्स अगाडि चाहिँ जोइन गर्नु, पार्टिसिपेट एक्टिभली, आस्क क्वेसन्स होइन। मेन्टर्सहरूलाई चाहिँ क्वेसन्सहरू सोध्नु, केही प्रब्लमहरू फेस गर्नु भएको छ भने यु क्यान आस्क क्वेसन, हेल्प इच अदर एन्ड विल मेक वान वाट्सएप ग्रुप एज वेल। अहिले म यता नम्बर तललाई ड्रप गरिदिन्छु। प्लिज हजुरहरूले चाहिँ आफ्नो नाम र कलेजको नेम लेखेर चाहिँ कलेजको नेम पनि परेन, जस्ट नाम नेम लेखेर चाहिँ टेक्स्ट अन द्याट वाट्सएप नम्बर है। हेल्प इच अदर, इन्जोय लर्निङ द क्लाउड एज वेल। एन्ड हामीले मेल पनि गरेको थियौँ हाम्रो त कम्युनिटीको साइडबाट चाहिँ, लाइक हजुरलाई चाहिँ एडब्लुएसको एकाउन्ट बनाउनको लागि र डलर कार्ड छ भने चाहिँ क्रेडेन्सियलहरू चाहिँ हालेर राख्नको लागि चाहिँ। सो इफ यु हेभ डन द्याट, अहिले एकछिनपछि चाहिँ हामी चाहिँ लकी 15 पार्टिसिपेन्ट्सहरूको लागि चाहिँ फ्री क्रेडिट्स पनि दिनेछौँ है। सो दिस इज फर्स्ट कम फर्स्ट सर्भ। हामीसँग त्यति धेरै क्रेडिट्सहरू चाहिँ थिएन, सो हामी सबैजना चाहिँ प्रोभाइड गर्न सक्दैनौँ, तर फर्स्ट 15 जसले चाहिँ गरेर राख्नु भएको छ उहाँहरूको लागि चाहिँ हामी प्रोभाइड गर्छौँ। एन्ड रुल्स एन्ड गाइडलाइन्सको बारेमा चाहिँ आई होप यु हेभ रिड द मेल एज वेल। त्यसमा मैले वर्कसपको गाइडलाइन्सहरू सबै कुराहरू चाहिँ राखिदिएको छु। प्लस हजुर एकछिनपछि हामी तपाईँहरूलाई चाहिँ आजको के भन्छ त्यसलाई, एटेन्डेन्सको लागि चाहिँ आई विल ड्रप द लिङ्क। जसले चाहिँ 3 डेजको वर्कसप चाहिँ एटेन्ड गर्नुहुन्छ, ओन्ली दे विल बी रिसिभिङ द मेल। अदरवाइज जसले एटेन्ड गर्नु भएको छैन उहाँहरूले सर्टिफिकेट्सको पार्टमा चाहिँ यु वन्ट रिसिभ एनी सर्टिफिकेट्स। पछि गएर चाहिँ यु कान्ट रिक्वेस्ट चाहिँ गर्न चाहिँ पाउनुहुन्न। सो ट्राई एटेन्ड 3 डेज वर्कसप। हजुरहरूले चाहिँ 3 डेज नै एटेन्ड गर्छु भनेर पनि भन्नुभएको थियो। सो द्याट्स वाइ प्लिज एटेन्ड द 3 डेज वर्कसप, अदरवाइज यु वन्ट बी एबल टु रिसिभ द सर्टिफिकेट्स। So meet our mentors. Subham Pokhrel is a DevOps engineer and has 2 years of experience. And meet Rishikesh Gautam. He's also an DevOps engineer, AWS community builder with 2 years of experience. And meet our workshop coordinator and facilitator, Ritisma Bhandari. She is a workshop coordinator, a workshop facilitator. As a workshop facilitator, we have Samiksha Gimire and Pranisha Nepane as well. Yes, thank you so much everyone for joining this workshop. I am really excited. I hope you will get to learn something from this workshop. होइन, यहाँ जोइन गर्नु भएको छ भने प्लिज केही न केही सिकेर जानु होला। आवर मेन्टर्स विल ट्राई टु हेल्प यु इन इच एन्ड एभ्री पार्ट। एन्ड एज आई सेड आई विल बी क्रिएटिङ वान वाट्सएप ग्रुप। म नम्बर एकछिनमा ड्रप गरिदिन्छु, हजुरले चाहिँ मलाई टेक्स्ट गर्नु होला। एन्ड इफ यु हेभ एनी प्रब्लम अर फर्दर असिस्टेन्टको लागि चाहिँ यु क्यान आस्क अन द्याट ग्रुप एज वेल। Thank you so much, everyone. If you haven't followed DevCom Nepal on Facebook, Instagram, and LinkedIn, please do follow us for more updates and workshop like this. Thank you so much. And after this, our mentors Shivam Pokhrel and Rishikesh Gautam will take over. And for other technical support and other kind of support, we have our workshop facilitator Pranisha and Samiksha, and our workshop coordinator Ritisma will be here as well. Thank you so much, guys, for this joining this session workshop. I'm really excited. Thank you. Shubham, you can start. Okay. So thank you, Susan. Uh, Seeing all of you is great today, होइन? सो सबैजना 35जना देखेँ मैले, अनि अल्सो डिफ्रेन्ट कलेजबाट हुनुहुँदो रहेछ। म अहिले यसो सर र च्याट पनि स्कुल गइरहेको थिएँ। सो लेट मी क्विकली स्टार्ट विथ सेयरिङ माई भिडियो, अनि त्यसपछि आई थिङ्क आई विल स्क्रिन। ओके, सो लेट मी सेयर advanced mode. Okay, so basic layout and option. I don't need sound, so let's go with this. मेरो स्क्रिन देखिरहेछ है? अँ, Yes, देखिरहेछ। सो इफ एभ्रिथिङ फाइन, आई थिङ्क लेट्स स्टार्ट गरौँ होला। अनि हाम्रो यो वर्कसप चाहिँ अलिकति थोरै बोल्ने गरौँ है सबैजनाले। केही क्वेसनहरू छ भने चाहिँ ड्रप गरौँ मेसेजमा, अनि त्यो चाहिँ अब म लास्टमा हेर्छु, अहिले चाहिँ बिचमा हेर्न मिल्दैन होला। सो यहाँ म चाहिँ यसलाई क्लोज गर्छु, अनि क्वेसनहरू छ भने चाहिँ प्लिज वर्कसप कोर्डिनेटर अथवा फेसिलिटेटरहरूले चाहिँ फेरि कलेक्ट गरिदिनु, अथवा केही इम्पोर्टेन्ट छ भने चाहिँ रिप्लाई पनि गर्न मिल्छ होला। सो माइक अनम्युट गर्न मिलिरहेको छैन अरे। ओके, सो अहिले चाहिँ लास्टमा चाहिँ अहिले म बोलिरहेको बेला चाहिँ माइक अनम्युट चाहिँ नगरौँ होला, होइन? सो इफ केही क्वेसन्सहरू छ भने चाहिँ प्लिज ड्रप दि हियर, अनि त्यसपछि लास्टमा चाहिँ एकैचोटि
वी विल डिस्कस नि त यसमा के छ भनेर। अदरवाइज शुभम यस्तो गर्न सकिन्छ, लाइक इन बिट्विन केही प्रब्लम भयो भने चाहिँ दे क्यान रेज दियर ह्यान्ड्स, अनि हाम्रो हामीले चाहिँ ओसी टिमले चाहिँ लाइक उहाँलाई चाहिँ अनम्युट गरिदिनुहुन्छ है। ओके, त्यो डेमो दिने बेला चाहिँ केही भयो भने चाहिँ त्यसो गर्नु मिल्यो। ओके, सो आई थिङ्क लेट्स स्टार्ट। मैले यो क्लोज गरेँ। अनि ओके, सो क्लाउड डिकोड अन्डरस्ट्यान्डिङ एडब्ल्युएस फ्रम स्क्रच। ओके, दिस अब यो टपिकले नि आई थिङ्क एकदम भेरी मच क्लियर गर्छ कि दिस इज फर एब्सोल्युट बिगिनर्स। अनि त्यसपछि यहाँ अलिक कतिदेखि चाहिँ सबैजनाले चाहिँ भर्खर अब क्लाउडमा चाहिँ जर्नी सुरु गर्ने, डेभअप्समा जर्नी सुरु गर्ने भन्ने हुनुहुन्थ्यो होइन। सो त्यो भएकोले चाहिँ यो सेसन चाहिँ दिस विल बी गेट भेरी बेनिफिसियल फर यु अल अफ यु है। सो लेट्स स्टार्ट विथ ओके इन्ट्रोडक्सन मेरो नै। सो मेरो यतापट्टिको स्क्रिन छेकिरहेछ, यसले होस्ट कन्ट्रोलहरू आएर मलाई चाहिँ डिस्टर्ब गर्दो रहेछ। So don't know आई exact. थिङ्क सबै भिजिबल नै छ जस्तो लाग्छ। So सबै भिजिबल छ भने आई थिङ्क त्यो टु है, म यता साइडमा हजुरको हेर्छु। भिडियो चाहिँ आएको छैन, अदरवाइज एभ्रिथिङ इज गुड। मेरो भिडियो आएको छैन। ओके सर, के भयो, मैले भिडियो त अन गरेछु, हाम्रोमा स्टिल त छैन। आइरहेछ। ओके, आइरहेछ अरे है। आइरहेछ। सो एनिवान कन्फर्म गरेर भिडियो इज भिजिबल। ए ओके ओके, भिजिबल, भेरी भिजिबल। आई थिङ्क टपमा रहेछ कि म पनि झुकेँ। सरी सरी गाइज, प्लिज कन्टिन्यू। So starting with my introduction. So I am the regional AWS Workshop captain from Nepal, and this is working as a DevOps engineer with experience in AWS, Docker, CI/CDs, and Android development also. So that's a quick intro for me. So now let's dive into the session. So first is question. Let's start with question time. So what do you think? What is cloud? यो चाहिँ च्याटमा लेखौँ ल, यो चाहिँ म एन्सर हेर्छु यसको चाहिँ। सो के आउँछ, लाइक माइन्डमा जे जे कुरा आउँछ त्यो चाहिँ सबैले लेख्दा हुन्छ है, त्यस्तो हेजिटेट गर्नु पर्दैन। सर्भर, ओके। सो वाट डु यु थिङ्क वाट इज क्लाउड? एडब्ल्युएस को सेसन बस्दैछौँ भनेपछि क्लाउड भने चाहिँ के हो त? स्टोरेज प्लेस, ओके, अनलाइन डेटाबेस, ओके, भर्चुअल कम्प्युटर। क्लाउड भनेको इज क्लस्टर अफ सर्भर द्याट प्रोभाइड सर्भिसेस थ्रु इन्टरनेट where we can deploy our code resources and get access from endpoints. Cloud डाटा राख्ने ठाउँ अरे होइन। ओके, बादल जस्तै हो। ओके, ल। सो प्रिटी मच यही कुराहरूको सबै समेसनलाई चाहिँ क्लाउड भन्छ होला। लास्टली यो बादल जस्तो चाहिँ होइन, तर योभन्दा अरू कुराहरूको सबै ठाउँलाई चाहिँ क्लाउड भन्न मिल्यो होइन। भर्चुअल स्पेस इन वेब स्टोर समवेयर इन द कम्प्युटर अराउन्ड द वर्ल्ड, नाइस। क्लाउड इज मल्टिपल कम्प्युटर, ओके। सो यही नै हो इन्टरनेट बेस्ड सर्भिस। ओके, सो क्लाउड भनेको चाहिँ लगभग समय यस्तै यस्तै कुरा भयो। सो त्यसपछि वाट डु यु थिङ्क, हाउ डज द वेबसाइट वर्क के? सो हामीले अब यसमा सिन्स हाम्रो चाहिँ क्लाउड र डेभअपसँगै जान्छौँ नि त, सो आई थिङ्क वी निड टु नो कि कसरी चाहिँ वेबसाइटले वर्क गर्छ भनेर। सो म यसलाई चाहिँ अलिकति प्रिटी मच सिम्पलर पारामा भन्छु, तरिकामा भन्छु है। सो एज अ युजर यु वान्ट टु भिजिट अ वेबसाइट, समथिङ something.com छ होइन। वाट एक्ज्याक्टली ब्याकएन्डमा चाहिँ के हुन्छ त? तिमीले नदेख्ने, तिमीले पिङ गर्ने बित्तिकै आउँछ नि त। हो, त्यो हुँदाखेरि चाहिँ तिमीले इन्टर गर्ने बित्तिकै चाहिँ के हुन्छ भन्दा तिमीले रिक्वेस्ट गर्छौ एउटा फर्स्टमा। सो फर्स्ट रिक्वेस्ट विल गेट फ्रम ब्राउजरमा होइन। त्यो रिक्वेस्ट चाहिँ ब्राउजरमा गयो। त्यसपछिको चाहिँ अब यहाँनिर डिएनएस सर्भर छ, सर्भरहरूको कुरा चाहिँ अहिले पछि आउँछ। सो वी विल गेट इन नो अझै यसको डिप गइसकेपछि के हो डिएनएस भनेको। इफ यु डोन्ट नो, आई थिङ्क अर सम अफ यु नो डिएनएस भनेको के हो भनेर। इट्स सिम्पल, जस्ट रिजोल्युसन मात्र गर्ने हो यसले चाहिँ नेमलाई। सो यो भयो होइन। यसरी चाहिँ वेबसाइट देखिन्छ। त्यसपछि हामी अब नेक्स्ट जाउँ अघिको क्वेसनको एन्सरमा क्लाउडमा के।
सो वाट इज क्लाउडको एन्सर इज अब त्यो क्लाउड भनेको यो बादल होइन। सो इट्स जस्ट समन एल्स कम्प्युटर, एकदम सिम्पल टर्ममा भन्नु पर्दाखेरि चाहिँ देयर इज समथिङ होइन त सर्भर जुन चाहिँ हामीले अब अरू कम्प्युटर चाहिँ युज गर्छौँ थ्रु इन्टरनेट होइन। सो द्याट इज द सिम्पल डिफिनेसन अफ वाट इज क्लाउड। यो सकिसकेपछि अब नेक्स्टमा जाउँ। क्लाउड भनेर थाहा पायौँ ल, समन एल्स कम्प्युटर अथवा समन एल्स सर्भर कसैले राखेको छ त्यो युज गर्ने भनेर। सो वाट इज क्लाउड कम्प्युटिङ त? सो क्लाउड कम्प्युटिङ इज समथिङ चाहिँ अब यसमा चाहिँ अब हरेक कम्प्युटिङ भन्ने बित्तिकै के कुरा आयो भन्दाखेरि सबै कुराको प्रोसेसिङ चाहिँ उतै हुने भयो क्या, क्लाउडमा हुने भयो। अरूको कम्प्युटरमा चाहिँ युजर्स गेट द रिजल्ट, एन्ड रिजल्टहरू चाहिँ के भयो भन्ने कुरा चाहिँ देखिन्छ क्या। सो दिस इन्क्लुड्स अल डेलिभरी अफ कम्प्युटिङ सर्भिसेस, सर्भर, स्टोरेज, अनि यो कसले डेटाबेस भन्दै थियो होइन। सो डेटाबेस अनि नेटवर्किङ, सफ्टवेयर ओभर द इन्टरनेट, सबै कुरा चाहिँ अब यो चाहिँ क्लाउडमा भित्र पर्ने कुराहरूलाई चाहिँ क्लाउड कम्प्युटिङ भनेर भन्यो, राइट। सो त्यसपछि यहाँसम्म कसैलाई केही इस्यु छ? सो क्लाउड भनेको के हो भनेर क्वेसन छ, कतै केही कन्फ्युजन छ भने भन्दा हुन्छ। ओके, केही कन्फ्युजन छैन जस्तो छ। सो हामी अब अगाडि बढौँ। सो क्लाउड भनेर थाहा पायौँ हामीले के हो भनेर। अब क्लाउडको डिफ्रेन्ट टाइप्स अफ सर्भिस हुन्छ कि। सो डिफ्रेन्ट टाइप्स अफ सर्भिस चाहिँ के हुन्छ त क्लाउडको अब सर्भिसेसहरू? सो फर्स्ट छ आइएएस है, त्यसपछि पिएएस, त्यसपछि एसएएस है, सास प्रडक्ट भन्छ हामी चाहिँ। सो यो आइएएस भनेर चाहिँ के हो त भन्दा इन्फ्रास्ट्रक्चर एज अ सर्भिस। अब इन्फ्रास्ट्रक्चर एज अ सर्भिस भन्नेले नेमले नै क्लियर गरिरहेछ कि वी आर युजिङ इन्फ्रास्ट्रक्चर के फुल्ली एउटा पुरै इन्फ्रास्ट्रक्चर युज गरिरहेछौँ हामीले। सो यसमा चाहिँ यु क्यान गो टु अब डिफ्रेन्ट क्लाउड प्रोभाइडरहरू छन्। त्यो भनेको एडब्लुएस हुन पायो, त्यो भनेको गुगल हुन पायो, त्यो भनेको अजियोर हुन पायो होइन। सो डिफ्रेन्ट ले यो चाहिँ तिनवटा चाहिँ मार्केटको टप क्लाउड कम्प्युटिङ सर्भिसेसहरू चाहिँ हो होइन। सो यो डिफ्रेन्टहरूले चाहिँ आफ्नो डिफ्रेन्ट सर्भिसहरू प्रोभाइड गर्छ। त्यसमा आइएएस भने इन्फ्रास्ट्रक्चर एज सर्भिस भनेको चाहिँ युआर रेन्टिङ समन एल्स कम्प्युटर के, तिमीले फुल्ली नै रेन्ट गर्नु पर्यो। जस्तै यु वान्ट सर्भर जहाँ चाहिँ तिमीले अब आफ्नो लेट सपोज वेबसाइटै डिप्लोय गर्छौ। सो त्यसो भने तिमीले सिम्पली यो गो एउटा इसी टू एडब्लुएसमा चाहिँ इसी टू भनेर एउटा ठुलै सर्भरै लिन मिल्यो। सो त्यो पार्ट जुन हुन्छ त्यो चाहिँ गुगलमा गएर कम्प्युट इन्जिन हुन्छ क्या। सो नेम मात्र डिफ्रेन्ट हो, वर्क इज सेम। सो गुगल कम्प्युट इन्जिन भन्छ गुगलमा चाहिँ। सो त्यस्तै गरी यो पुरै रेन्ट लिन्छौ तिमीले, पुरै एज अ सर्भरै लिन्छौ भने चाहिँ त्यो चाहिँ आइएएस भयो, इन्फ्रास्ट्रक्चर एज अ सर्भिस। अनि त्यसको अब अर्को सडक के आउँछ भन्दाखेरि प्लेटफर्म एज अ सर्भिस। यो भनेको चाहिँ तिमीले अब यहाँ चाहिँ यो इन्फ्रास्ट्रक्चर लिइरहेको थियौ भने यहाँ चाहिँ अब प्लेटफर्म लिन्छौ कि। यु डोन्ट टेक इन्फ्रास्ट्रक्चर, तिमीसँग फुल कन्ट्रोल हुँदैन इन्फ्रास्ट्रक्चरमा, तिमीले के हाल्छौ त्यो भित्र होइन। जस्तै इफ यु टेक इसी टू, तिमीले आफैले लिएको छौ भनेपछि अब यु क्यान डाउनलोड एनिथिङ नि त होइन। मलाई एनजिनेक्स हालेर गर्न मन छ। सो एनजिनेक्स भनेको चाहिँ अब अलिकति टेक्निकल हुँदै जान्छ। सो एनजिनेक्स भनेको छुट्टै कुनै एउटा सफ्टवेयर, मानौ तिमीलाई अब यसमा एनजिनेक्स होइन, अब सिम्पल सफ्टवेयर तिमीलाई केही एउटा माइक्रोसफ्टको कोही टुल्स हाल्नु पर्यो अथवा केही तिमीलाई डकर हाल्न मन लाग्यो होइन। सो के हाल्न मन लाग्यो तिमीले त्यो सबै कुरा तिमीले यहाँ हाल्न पाए कन्ट्रोलेबल भयो। सो तिमीले आफैले कोड गरेर एसएसएस गरेर इन गरेर सबै कुरा गर्न मिल्यो इसी2मा होइन। लो रिमोटली एक्सेस गरेर पनि गर्न मिल्यो। अब प्लेटफर्म एज अ सर्भिसमा चाहिँ तिमीले त्यति तिम्रो लेभलमा चाहिँ कन्ट्रोल हुँदैन त्यो भित्र हाल्ने कुराहरूमा चाहिँ, बट यु क्यान ओभरभ्यू चाहिँ मलाई यो चाहियो भनेर। सो त्यो भनेको चाहिँ प्लेटफर्म एज अ सफ्टवेयर भयो, जहाँ चाहिँ अब हार्डवेयर सफ्टवेयर चाहिँ तिमीलाई दिने भयो। त्यसपछि आउँछ अर्को सफ्टवेयर एज अ सर्भिस। सो आई थिङ्क यसको चाहिँ नेमबाटै क्लियर छ, सफ्टवेयर एज अ सर्भिस। यो चाहिँ हामीले म्याक्सिमम् युज गरिरहेको हुन्छौँ सफ्टवेयर एज अ सर्भिसमा चाहिँ। सो द्याट इज सिम्पल भन्दा एउटा गुगल वर्क स्पेस। सो इफ यु हेभ युज गुगल वर्क स्पेस अथवा अरू कलेजले दिएको छ भने आई थिङ्क मेजर कलेजहरू सबैले दिन्छ। सो आफ्नो इमेल दिएको हुन्छ नि त कलेजले। सो त्यो नि गुगल वर्क स्पेससँग लिङ्क भएको हुन्छ। अनि सो अर्को भनेको सेल्स फोर्सको भयो। सो यस्तो कुराहरू चाहिँ सफ्टवेयर एज अ सर्भिस हो, जुन चाहिँ अब तिमीलाई चाहिएको बेला तिमीले युज गर्न पायो। अनि त्यसपछि यो सबैको फाइदा के हो? पे एज यु गो मोडल होइन। सो तिमीले जति युज गर्छौ, जे युज गर्छौ त्यसको मात्र पेमेन्ट गर्छौ, यो सबै कुराहरूको चाहिँ है। सो यसमा केही कन्फ्युजन छ यो टाइप्स अफ सर्भिसेस क्लाउडमा भने चाहिँ ड्रप गरौँ है, क्वेसनहरू के छ
आई थिङ्क एकदमै साइलेन्ट भयो जस्तो ल कि वी निड टु फास्ट फरवर्ड बेसिक पार्ट कि के छ मलाई यसो कसैले केही छ एनिथिङ ओके सो आइएएस को इक्जाम्पल भनेको एडब्ल्युएस EC2 भयो सो जहाँ चाहिँ एउटा सर्भर फुल्ली नै रेन्ट गरिन्छ है सो हामी एकदम बेसिकमाबाट गइरहेछौँ सो अलिकति बोरिङ पनि हुनसक्छ अलिक थ्योरिटिकली पार्ट हुन्जेलसम्म सो जो धेरै इङ्गेज गर्छ उसलाई पनि छुट्टै क्रेडिट दिने त्यसरी क्या हो फर्स्ट सर्भबाट त्यस्तो छ भने नि ओके लेट्स कन्टिन्यू ओके सो ओके एडभान्टेज अफ अब यो सबैको एडभान्टेज के भयो त यो डिफ्रेन्ट कुराहरू गर्नुको रिजन के हो त किन चाहियो मलाई होइन मेरो कम्प्युटरमा चलिरहेछ भइहाल्यो नि भन्ने हो कि यसको केही एडभान्टेज छ कि होइन सो त्यसको लागि चाहिँ फर्स्ट थिङ हामीले हाम्रो सर्भर आफै लोकल सर्भर सेटअप गर्नु अथवा लोकल्ली सबै इन्फ्रास्ट्रक्चरहरू सेटअप गरेर गर्नु र यसमा गर्नुमा के फाइदा छ त क्लाउड यो क्लाउड युज गर्नुमा सो फर्स्ट थिङ भनेको कस्ट सेभिङ है फर्स्ट एन्ड फर्मोस्ट कुरा भनेको कस्ट सेभिङ तिमीले जति कुराहरू इन्फ्रास्ट्रक्चर बनाउनुमा लगाउँछौ इन्फ्रास्ट्रक्चर आफैले सेटअप गर्छौ अब आई थिङ्क युनिट अब धेरै सुनिरहेको छ होइन सो योचोटि GTA 6 पनि क्लाउडबाट स्ट्रिम गर्ने भन्ने कुरा आइरहेको थियो सो इफ यु नो होइन सो के छ भन्दाखेरि अब तिमीसँग एकदमै धेरै हेभी कुरा कम्प्युट गर्नुपर्ने छ यु हेभ एउटा हेभी एआई मोडल अहिलेको ट्रेन्डिङ हेर्दाखेरि हेभी एआई मोडल छ अनि यु डोन्ट हेभ इनफ कम्प्युटिङ पावर के आफ्नो ल्यापटपमा चाहिँ बट यु वान्ट टु युज इट अब तिमीले के गर्न मिल्यो भन्दाखेरि सबै कम्प्युटिङ पार्ट चाहिँ क्लाउडमा राखेर यु जस्ट गिभ द इनपुट अनि त्यसपछि त्यहाँबाट रेस्पोन्स ब्याक आउँछ सो यु युज द्याट होइन सो यो कुराहरू गर्नको लागि चाहिँ तिमीले अब आफ्नो ल्यापटपको ऱ्याम थप्नु पऱ्यो इफ यु निड एकछिनको लागि त्यो चलाउनको लागि मात्र 32 GB को ऱ्याम तिमीसँग छ 8 GB को ऱ्याम भएको ल्यापटप सो यु क्यान गेट द्याट 32 GB को ऱ्याम एउटा क्लाउडमा गएर तिमीले रेन्ट गर्छौ कति बेला चाहिन्छ तिमीलाई त्यसपछि युज गर्छौ तिमीले एउटा सिम्पल EC2 बनाएर सो द्याट्स द बेनिफिट नि त सो यु सेभ कस्ट अलट है अनि त्यसपछि अर्को नेक्स्ट कुरा भनेको स्केबिलिटी यो फ्लेक्सिबल पनि हुन्छ स्केबल पनि हुन्छ तिमीले अब अघि भनिहाले जुन कुरा तिमीलाई अब लोकल गर्नलाई टाइम लागिरहेको थियो नि त सो तिमीले अब केही पनि म्यानेजै गर्नु पर्दैन यु डोन्ट निड कि मलाई यो चाहिन्छ कि त्यो चाहिन्छ भनेर सोच्नु परेन विच ऱ्याम युज गर्ने कुन प्रोसेसर युज गर्ने कुन जिपियु युज गर्ने सो त्यो सबै कुराहरू चाहिँ एडब्ल्युएसले ह्यान्डल गरिदिनु भयो जसले गर्दा तिमीले चाहिँ एक्चुअल वर्कमा फोकस गर्न पायो कि अनि त्यसपछि नेक्स्ट एडभान्टेज भनेको डिजास्टर रिकभरी सो इफ यु नो एडब्ल्युएसको अहिले पनि आउँछौँ हामी सो एडब्ल्युएसमा चाहिँ मल्टिपल रिजन्सहरू हुन्छ कि सो मल्टिपल रिजन्सहरूले गर्दाखेरि चाहिँ कुनै एउटा प्लेसमा डिजास्टर भयो भने पनि यु हेभ अ ब्याकअप एनदर प्लेसमा सो त्यसपछि अटोमेटिक सफ्टवेयर अपडेट्स होइन त्यसपछि कोलाबोरेसन इफिसियन्सी इन्भाइरोमेन्ट फ्रेन्डली होइन सो यो कुराहरू त भयो त्यसपछि वाट डु यु थिङ्क एडब्ल्युएसमा अथवा एनिथिङ एबाउट एडब्ल्युएस कसैले युज गरेको छ भने वाट डु यु नो एनिथिङ एबाउट एडब्ल्युएस क्वेसन टाइममा चाहिँ अलिकति इङ्गेजमेन्ट गरौँ है नथिङ कसैले युज गर्नु भएको छैन बकेटमा इमेजहरू राखेर युज गरेको छ रे एमाजोनले दिने क्लाउड सर्भर स्टोरी लाइक दिस एमाजोन ओके युज ओके सो अब हामी नेक्स्टमा जाउँ है त सो वाट इज एडब्ल्युएस ओभरभ्यू अफ एडब्ल्युएस है सो अब एडब्ल्युएस भनेको त एमाजोनको एउटा वेब सर्भिसेस भयो क्लाउड सर्भिस एउटा भइहाल्यो होइन एमाजोन वेब सर्भिसेस भनेर सो यसमा एडब्ल्युएस अफर्स 200+ फिचर्सहरू के सो फुल्ली फिचर्सहरू त्यो पनि ग्लोबल्ली त्यो भनेको चाहिँ डिफ्रेन्ट डेटा सेन्टरमा चाहिँ 200वटा सर्भिसेसहरू चाहिँ छ है सो सबै रिजनमा सबै सर्भिसेस हुन्छ भन्ने छैन अहिले रिजन भनेको के हो होइन एजी भनेको के हो सबै म एक्सप्लेन गर्छु सो यो भनेर चाहिँ डेटा सेन्टर कहाँ कस्तोलाई डेटा सेन्टर भन्छ होइन यो सबै एकछिनमा आउँछ बट एडब्ल्युएस अफर चाहिँ 200+ फिचरहरू चाहिँ डेटा सेन्टरहरूबाट ग्लोबल्ली अनि मेन एडभान्टेज अफ एडब्ल्युएस भनेकै यही नै हो कि सो इफ यु गो इन दिस चार्ट होइन
के छ भन्दाखेरि सो फर्स्टमा त स्टार्ट विथ अटोमेटेड मल्टी रिजन ब्याकअप्स है। अघि मैले भनिहालेँ डिफ्रेन्ट डेटा सेन्टर्सहरू छ, डिफ्रेन्ट रिजनमा छ भनिसकेपछि यो एउटा ठाउँमा डिजास्टर भयो अथवा तिम्रो केही प्रब्लम भयो भने पनि यु हेभ अटोमेटेड ब्याकअप्सहरू चाहिँ मल्टिपल रिजन्समा, स्ट्रिमलाइन डिजास्टर रिकभरी। सो त्यसपछि अर्को भनेको सेक्युरिटीको पार्ट भयो। सो एडब्ल्युएस को रिजनहरू डेटा सेन्टरहरू कहाँ छ भनेर फिजिकल लोकेसन कसैलाई पनि थाहा हुँदैन कि, सो कहाँनिर छ भनेर। इफ यु थिङ्क आई नो द एडब्ल्युएस को अब डेटा सेन्टर यहाँ छ भनेर यु क्यान गो, त्यहाँबाट डेटा लिएर आउनु मिलेन तिमीले गएर। अब फेरि त्यो भएकोले चाहिँ यु डोन्ट ह्याभ एनिथिङ सेक्युरिटी वाइज चाहिँ तिमीले सोच्नु परेन। एडब्ल्युएस विल ह्यान्डल सबै कुराहरू, तिम्रो सर्भरको लोकेसन्सहरू, यो सबै कुराहरू चाहिँ केही पनि सोच्नु परेन। त्यसपछि अर्को बेनिफिट्स भनेको पे एज यु गो प्राइसिङ भइहाल्यो। त्यसपछि अर्को भनेको अटोमेटेड सेड्युलिङहरू गर्न मिल्यो। इफ यु थिङ्क कि आज मलाई बेलुकाको, इफ यु नो होइन, दराजको लेटेस्ट भनेको दराजको सेल्स हुन पायो नि त। सो दराजको सेल चाहिँ 12 बजेबाट सुरु हुन्छ भने हुन्छ नि त। सो दराजको अब डेभलपरले के सोच्नु पर्यो भन्दाखेरि 12 बजे चाहिँ हेभी ट्राफिक आउनेवाला छ भनेर होइन। सो 12 बजे हेभी ट्राफिक आउँछ अनि मलाई 12 बजे चाहिँ सबैको फोनमा नोटिफिकेसन पठाउनु छ भनेर सोच्यो सोच्यो होला नि त। सो सबैकोमा आए पनि त्यतिखेर। सो त्यो गर्नको लागि चाहिँ अब अटोमेटिक सेड्युलहरू गर्यो होला होइन, स्केलेबिलिटी त्यही अनुसार म्यानेज गरेर राखेको थियो होला होइन। सो जसले गर्दा चाहिँ एकदमै धेरै मान्छे जाँदा नि 12 बजेबाट सेल सुरु हुन्छ भने सो त्यो केसमा ह्यान्डल गर्यो नि त, स्केलेबल गर्यो नि त। सो त्यो कुराहरू चाहिँ हेर्न दिन्छ। त्यसपछि अर्को भनेको कस्टमाइजेसन त्यही पार्टमा परिहाल्यो होइन। सो अनि एडब्ल्युएसमा भनेको थर्ड पार्टी एपिआई इन्टिग्रेसनहरू पनि इजी हुन्छ। अनि त्यसपछि अहिले जुन सेलकै कुरा गरिरहेको थिएँ त्यसमै हेर्दाखेरि चाहिँ स्पिड पनि म्याटर गर्यो नि त। तिमीले ठ्याक्कै 12 बजी चलाउँदा ल्याग गर्यो भने खासै रमाइलो भएन नि त। जस्तै अब भन्नु त नमिल्यो तर नेपालको धेरै गभर्मेन्ट वेबसाइटहरू एकचोटि रिजल्ट आउँदाखेरि क्रास भइदिन्छ नि त। सो त्यो कुराहरू ह्यान्डल गर्नको लागि, स्किलिटी गर्नको लागि चाहिँ सो युज क्लाउड। त्यसपछि अर्को आयो, यो सबै हुँदै गर्दाखेरि पनि अब कस्टमर सपोर्ट। सो एक्सलेन्ट कस्टमर सपोर्ट पनि 24/7 नै प्रोभाइड गर्छ एडब्ल्युएसले होइन। सो यो भइहाल्यो। सो अब हामीले एडब्ल्युएस को युजेस चाहिँ कहाँ कहाँ गर्न सक्छौँ त। सो एडब्ल्युएस युज हुन सक्ने प्लेसेसहरू के हुन्छ त। सो फर्स्टमा भनेको एआर भिआर टेक्नोलोजिसहरूमा युज गर्न सक्यो होइन। अनि त्यसपछि अब कसरी युज हुन्छ भन्ने कुरामा नि मैले अघि जुन भनेँ नि गेमहरूको स्ट्रिमिङ धरि अब क्लाउडबाट गर्ने भनेर डिसाइड भइसक्यो त भनेपछि सो यु थिङ्क कि अब केही कुराहरूलाई पनि कम्प्युटिङ गर्नु परेन कि। अनि त्यसपछि यु वान कि अब कस्ट म्यानेजमेन्ट गर्नुपर्ने छ सर्भरको होइन, अथवा एडब्ल्युएसको कसरी चाहिँ कम गर्ने त कस्ट अप्टिमाइजेसनको पार्टहरू। सो त्यहाँ युजेस हुन पायो। त्यसपछि ब्लक चेनमा युज हुन पायो होइन। सो अब बिजनेसको प्रोडक्टिभिटी बढाउँछ, स्केबिलिटी गर्नु छ भने त्यहाँ युज गर्न मिल्यो एडब्ल्युएसको होइन। सो इफ यु वान कम्प्युटेसन पावर चाहिएको छ फ्यु फ्यु टाइमको लागि त्यसमा युज गर्न मिल्यो होइन। त्यसपछि कस्टमरको इङ्गेजमेन्ट ह्यान्डल गर्नुपर्ने छ, रिलेसनसिप राम्रो बनाउनु पर्ने छ भने अघि मैले भनिहालेँ। सो नोटिफिकेसन, एउटा नोटिफिकेसनले कति इन्हान्स गर्छ नि त हामीलाई त एपबाट। सो टेक्निकली एपले हामीलाई भन्न छ कि मलाई चला भनेर। सो त्यो इङ्गेजमेन्ट बढाउनको लागि पनि पर्सनलाइज टच दिन्छ क्या। सो त्यसको लागि पनि युज गर्न मिल्यो। सो अर्को भनेको डेटाबेसहरू हाल्न मिल्यो होइन। सो हामीले चाहिँ एडब्ल्युएसमै अब डेटाबेसहरू चाहिँ सबैले इफ यु थिङ्क कि मेरो यो कामको लागि यो लाइक इफ यु थिङ्क योर अफिस हेज एउटा डेटाबेस जुन चाहिँ पब्लिकली अब हामीले कुनै जस्तै फेसबुकमा गएर इन्टर गरेर सेभ गर्छौँ नि त। तर फेसबुकसँग त आफ्नो प्राइभेट डेटाबेस पनि छ नि त। सो इफ यु थिङ्क कि यो चाहिँ पब्लिकली देखाउनु हुँदैन, यो चाहिँ यी इन्फर्मेसनहरू चाहिँ हामी यसमा स्टोर गर्छौँ भनेपछि त त्यो त पब्लिकली एक्सेसिबल हुनु भएन। सो त्यस्तो कुराहरू ह्यान्डल गर्नुपर्ने छ, सेक्युरिटी वाइज ह्यान्डल गर्नुपर्ने छ, त्यस्तो कुराहरू पनि यहीँबाटै गर्न मिल्यो। सो त्यसको नि पार्ट आउँछ। सो वी हेभ अहिले धेरै टपिक्सहरू पेन्डिङमा। सो त्यसमा कुरा आउने भइहाल्यो होइन डेटाबेसको बारेमा। त्यसपछि अर्को भनेको एनालिटिक्सको बारेमा भयो। सो के भइरहेछ त, कतिको इङ्गेजमेन्ट बढ्यो होइन, अनि मेरो सर्भरको पर्फर्मेन्स कस्तो छ। सो त्यो एनालिटिक्सहरू बिजनेसले कस्तो पर्फर्म गरिरहेको छ। सो सबै कुराहरू हेर्नको लागि चाहिँ युज गर्न सकियो एडब्ल्युएस। त्यसपछि अघि मैले जुन भन्दै थिएँ नि एडब्ल्युएसको डिफ्रेन्ट डेटा सेन्टर्सहरू, रिजन्सहरू, एजिसहरू। एजी भनेको चाहिँ केही होइन, जस्ट एभाइलिटी जोन हो कि। अनि अब यहाँ हेर्दाखेरि चाहिँ एडब्ल्युएससँग चाहिँ 32वटा चाहिँ लन्च रिजनहरू छ। अनि त्यसपछि त्यो भित्र चाहिँ 102वटा चाहिँ एभाइलिटी जोनहरू छ। आई थिङ्क यो डेटा अझै पुरानो भइसक्यो होइन। सो अझै थपिसक्यो होला। सो एज पर यो मैले स्लाइड
आई थिङ्क लास्ट मन्थ तिर अलिकति रेडी गरेको थिएँ, सो त्यतिखेरको डेटा होला, अलिकति पुरानो। सो 102 छ। त्यसपछि लोकल्स जोन 35वटा छ। त्यसपछि पोइन्ट अफ प्रेजेन्स भनेर चाहिँ 550वटा छ। सो 550वटा चाहिँ यो चाहिँ अब सिडिएनहरूको लागि युज हुने भइहाल्यो होइन। सो यो चाहिँ डेलिभरी गर्नको लागि, क्विक डेलिभरी गर्नुपर्ने कुराहरू छ, स्ट्रिमिङ गर्नुपर्ने कुराहरू छ भने चाहिँ यस्तो पोइन्ट अफ प्रेजेन्समा चाहिँ बढाउने भयो। सो यो कुरा भयो ग्लोबल इन्फ्रास्ट्रक्चर वाइज एडब्ल्युएस को। यो कुरा चाहिँ अब यसमा पनि हाम्रो सबैभन्दा नजिकमा भएको भनेको मुम्बई रिजन हो है। सो यो चाहिँ हामीले अलिकति युज पनि गर्छौँ होला। सो मुम्बई रिजन चाहिँ हाम्रो सबैभन्दा नजिक छ एडब्ल्युएस को। अनि त्योभन्दा बाहेक चाहिँ सबै एडब्ल्युएस सर्भिसेसहरू हुने भनेको चाहिँ युएस इस्ट वान। सो द्याट इज द प्राइमेरी जोन फर यो एडब्ल्युएस को ग्लोबल इन्फ्रास्ट्रक्चरको लागि। एभ्रिथिङ जुन कुराहरू चाहिँ अरू डेटा सेन्टरहरूमा रोल आउट हुन्छ, यसमा चाहिँ फर्स्टमा रोल आउट हुने चाहिँ युएस इस्ट वान हो है। सो यो इन्फर्मेसन पनि इम्पोर्टेन्ट हुन्छ होला। सो त्यसपछि नेक्स्ट भनेको चाहिँ अब धेरै नै अलिकति टपिक भयो। अब लेट्स डाइभ एकचोटि कन्सोल हेरौँ न त कस्तो हुँदो रहेछ त एडब्ल्युएस को कन्सोल। आई थिङ्क लास्ट इन्फर्मेसनको भए अनुसार सबैजनाले एडब्ल्युएस एकाउन्ट चाहिँ क्रिएट गरिसक्नुभयो होला होइन। सो के छ, एडब्ल्युएस एकाउन्टहरू बनाइसक्नु भयो सबैजनाले? ओके, सो आई थिङ्क एकचोटि चाहिँ हेरौँ कस्तो हुँदो रहेछ, अनि त्यसपछि चाहिँ गरौँ है त। सो सुरुमा चाहिँ फर्स्टमा एडब्ल्युएस एकाउन्ट क्रिएट गर्नु तर्फ लागौँ न त। सो एडब्ल्युएस एकाउन्ट क्रिएट गर्न चाहिँ फर्स्ट यु निड टु गो टु ओके, सो लेट मी मुभ दिस स्क्रिन। ओके, सबैजना चाहिँ एडब्ल्युएस सिम्पली गुगलमा गएर चाहिँ अब के सर्च गर्नु भन्दाखेरि एडब्ल्युएस कन्सोल भनेर सर्च गर्नुभयो भने चाहिँ यु विल कम टु दिस। अनि त्यसपछि चाहिँ अब साइन, ओके सरी सेकेन्ड लिङ्क थियो, सो यहीँबाट नि रहेछ होइन। सो साइन इन टु कन्सोल अथवा फर्स्ट टाइम हो भने क्रिएट गर्दा नि भयो है। कसैलाई केही प्रब्लम छ भने भनौँ है यहाँनिर। हामी चाहिँ अब एडब्ल्युएस को एकाउन्ट क्रिएट गर्न जाँदैछौँ। इफ यु डोन्ट ह्याभ इफ यु ह्याभ ओके, मैले यहाँ मेसेजमा देखेँ डलर कार्ड छैन त्यही भएर अड्किए भनेर। सो इफ यु हेभ डलर कार्ड यु क्यान स्टार्ट है। यसरी नै प्रोसेसबाट चाहिँ यहाँबाट चाहिँ स्टार्ट गर्न मिल्यो। सो इफ यु गो टु क्रिएट अ न्यू एडब्ल्युएस एकाउन्ट, यहाँ जानु सुरुमा। त्यसपछि चाहिँ टाइम त्यसपछि अब हजुरले चाहिँ आफ्नो एउटा इमेल एड्रेस राख्नु पर्यो। सो यो चाहिँ रुट इमेल हुन्छ होइन, यो चाहिँ मेन इमेल हो तपाईँको। सो यो चाहिँ रुट युजरको इमेल एड्रेस राख्नु पर्यो। त्यसपछि नेम के राख्नुहुन्छ, सो सिम्पली किप योर नेम हियर जस्ट लाइक दिस होइन। ओके, मैले बनाउनु भए शुभम राख्थेँ, त्यसपछि मेरो इमेल राख्थेँ एउटा होइन। सो इमेल राख्ने, त्यसपछि इमेल एड्रेस रिक्वायर भन्दा छ। ओके, सो इमेल एड्रेस भयो, नेम भयो, त्यसपछि भेरिफाई इमेल एड्रेसमा क्लिक गर्नु। त्यसपछि मैले चाहिँ अहिले गरेँ किन भन्दाखेरि मेरो अलरेडी एकाउन्ट छ यसमा। सो भेरिफाई इमेल एड्रेस गरिसक्नु भएपछि चाहिँ सो एउटा कोड आउँछ। सो त्यो कोड हालिसकेपछि चाहिँ तपाईँको भएन। सो एडब्ल्युएस एकाउन्ट त्यहाँबाट खुल्ने भइहाल्यो। सो तपाईँले स्क्रिनमा कतै अड्किनु भएको छ। अब क्रेडिट कार्ड छैन भने चाहिँ यो स्टेप्सबाट गर्न मिलेन, यसमा अर्को कुनै अल्टरनेटिभ पनि छैन हामीसँग। सो एडब्ल्युएस को युज गर्नको लागि चाहिँ युनिक क्रेडिट कार्ड है। सो त्यसपछि चाहिँ त्यो पेजबाट गइसक्नु भए चाहिँ यु गेट यो पेज साइन अप फर एडब्ल्युएसमा चाहिँ अब पासवर्डहरू बनाउनु पर्यो। सो 5 स्टेप छ। सो 5 स्टेप इज जस्ट सिम्पल छ, केही छैन। सो फर्स्टमा पासवर्ड हाल्नुहुन्छ, त्यसपछि अब फ्यु क्वेसन्सहरू सोध्छ होला, त्यसपछि चाहिँ क्रेडिट कार्डको इन्फर्मेसनहरू हाल्नु पर्यो। इफ यु हेभ डलर कार्ड यु क्यान युज इट। त्यो डलर कार्ड छैन भने चाहिँ अल्टरनेटिभ भयो यसमा है। सो त्यसपछि एभ्रिथिङ डन भइसकेपछि चाहिँ यो यस्तो एउटा साइटमा जानुहुन्छ। यो भनेको चाहिँ एडब्ल्युएस को मेन कन्सोल हो है, फर्स्ट टाइम खोलिसक्नु भएपछि चाहिँ। सो दिस इज द फर्स्ट कन्सोल। अब यहाँनिर डिफ्रेन्ट कुराहरूमा चाहिँ हाइलाइट गरेको छ। सो यो चाहिँ अब हामी कन्सोलमै गएर हेर्छौँ है त। लेट मी नो इफ मेरो कन्सोल भिजिबल छ भने।
मैले कन्सोल सेयर गरिरहेको छु। के आइरहेछ मेरो स्क्रिनमा? कन्सोल देखिरहेछ? एनिवान क्यान यु कन्फर्म? मैले अहिले कन्सोल सेयर गरिरहेको छु, कन्सोल हो देखिरहेछ भनेर है? आइरहेछ शुभम। आइरहेछ सर। यस। ओके, यो होइन, मैले प्रेजेन्टेसनको भन्न खोजेँ होइन, मैले चाहिँ एक्चुअल कन्सोलको देखाइरहेको छु, एडब्ल्युएस कन्सोल लगइन गरेर देखिया छ। आई थिङ्क इट्स भिजिबल शुभम सर। यस। यो आई थिङ्क देन साइन अप भनेर आइरहेछ अहिले चाहिँ। एडब्लुएस म्यानेजमेन्ट साइन कन्सोल। अप। एडब्लुएस यो म्यानेजमेन्ट कन्सोल होइन। नेभिगेटिङ भन्ने डक्समा छ हामी। ओके, सो आई थिङ्क आई स्टिल निड अन टु द डक्स। रिसेयर अगेन त्यसो। मैले फुल स्क्रिन सेयर गरेको थिएँ अघि गर्न त। अघिसम्म त भइरहेको जस्तो लागेको थियो। अहिले छैन। लेट मी फेरि लगइन गर्न लाउनुपर्छ होला। ओके, लेट मी डु अगेन, म लगइनै गर्छु नि त। सो यहाँ चाहिँ देखिन्छ है कन्सोल, यो अहिले म लगइन पेजमा भएको चाहिँ देखिरहेछ है। ओके, सो जस्ट गिभ मी अ मिनट, क्विकली सेटअप गरिहाल्छु। So, यो भयो। लेट मी ग्र्याब माई फोन। एमएफए कोड आयो, त्यसपछि ओके, अथेन्टिकेसन इज फेल्ड। ओके, सी है, अथेन्टिकेसन फेल आयो। यताबाट ओके। सो अब हामी चाहिँ कन्सोलमा है, यहाँ कन्सोल देखिरहेको छ है अहिले चाहिँ। अब मेसेज कता छ? ओके, यस देखिरहेछ। यस 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 देखिरहेछ यस। शुभम सर। सरी, अलिकति थोरै मिसअप भयो। सो यो देखाइहालेँ मैले होइन। सो यो चाहिँ एक्चुअल कन्सोल भयो। इफ यु हेभ यो लगइन गरिसकेका छ, डलर कार्ड हालिसकेका छौँ, हामी कतिजना छौँ जसको चाहिँ डलर कार्ड हालिसकेका छौँ? एनीवान? कोही छ जसले अस्तिबाट डलर कार्ड हालेर राख्नु भएको छ? नो? यस? यस नो, यस नो, क्विक क्विक अन द प्रोसेस। ओके, नो 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 नो, यस यस नो नो। ओके, सो मेजरसँग छैन है, हामीसँग डलर कार्ड छैन मेजरसँग। ओके, नो नो नो। ओके, सो डलर कार्ड छैन भने चाहिँ हामीले अहिले यसमा चाहिँ एक्चुअल यो गर्न चाहिँ मिल्दैन फेरि, किन भन्दाखेरि वी क्यानट प्रोभाइड यु अब एउटा छुट्टै आइएम बनाएर अथवा स्यान्डबक्स एकाउन्ट्सहरू चाहिँ अहिलेको लागि। सो इफ यु हेभ डलर कार्ड क्रेडिट कार्ड छ भने चाहिँ यु क्यान स्टार्ट अब
के गर्छौँ हामी त्यही अनुसार चाहिँ डिप डाइभ गर्न चाहिँ सुरु गर्न मिल्यो। त्यो छैन भने चाहिँ आई थिङ्क यु जस्ट वाच अहिलेको लागि। अन्त चाहिँ हामी चाहिँ अहिले म भन्छु के गर्न मिल्छ जोसँग चाहिँ डलर कार्ड छैन होइन। सो यस्तो हुन्छ एज अ एडब्ल्युएस कन्सोल चाहिँ। सो एडब्ल्युएस कन्सोल अघि मैले जुन रिजनहरू भन्दै थिएँ नि त्यो रिजनहरू चाहिँ यहाँबाट सेलेक्ट गर्न मिल्छ। इफ यु क्यान सी यहाँनिर डिफ्रेन्ट रिजनहरू छ कि। सो के छ सुरुमा मैले भनेको थिएँ युएस इज वान इज मेजर रिजन। त्यसपछि युएस इज टू, युएस वेस्ट वान वेस्ट टू होइन। सो त्यसपछि एसियाको आयो। सो एसियाको हाम्रो सबैभन्दा नजिकमा भएको भनेको मुम्बई रिजन हो, एपी साउथ वान होइन। त्यसपछि छ ओसाकामा छ। त्यसपछि यो चाहिँ अब एज पर योर निड यु क्यान चुज कुन चाहिँ रिजनमा तिमीले आफ्नो सबै कुराहरू राख्न चाहन्छौ त, डेटा स्टोर गर्न चाहन्छौ अथवा सर्भिसेस लिन चाहन्छौ भनेर चाहिँ त्यो रिजनमा चाहिँ तिमीले त्यो चुज गरेर चाहिँ गर्न मिल्यो है। सो यहाँ चाहिँ डिफ्रेन्ट रिजनहरू पनि छ। So यो भयो रिजनको पार्टमा। त्यसपछि यहाँ त अब यो इन्फो आउने भइहाल्यो। त्यसपछि कन्सोलमा चाहिँ रिसेन्टली भिजिटेड सर्भिसेसहरू आयो। अनि त्यसपछि यहाँ सोल्युसनहरू छ, पढ्न मन छ भने चाहिँ यहाँबाट पढ्दा भयो। त्यसपछि यो वेलकम छ, एडब्ल्युएस हेल्थ छ, अनि कस्ट कति केमा कति गइरहेको छ मन्थली भनेर हेर्न मिल्यो। त्यसपछि अब भ्लगहरू भयो तर कुराहरू यो के छ सबै कुरा कस्टमाइज गर्न मिल्छ। यु क्यान आफूलाई चाहिने कुराहरू जस्तै मलाई कस्ट इम्पोर्टेन्ट छ भने आई क्यान पुट कस्टलाई माथि होइन। सो यो सब नेभिगेट गरेर राख्न मिल्यो। इट्स अप टु यु के गर्न खोजिरहेको हो अथवा कुन चाहिँ तिम्रो लागि इम्पोर्टेन्ट छ भनेर। सो त्यसपछि नेक्स्ट आयो हामीले यहाँ देखिरहेको थियौँ। सो यो एउटा आइकन छ, दिस इज आइकन इज फर सर्भिसेस। होइन। सो सो दिस आइकन इज फर लिस्ट अफ सर्भिसेस। यहाँ क्लिक गर्यो भने चाहिँ अब रिसेन्टली भिजिटेड पनि होइन सबै कुरा चाहिँ के छ त। जस्तो यहाँ हेर्न सकिन्छ एनालिटिक्सको लागि के सर्भिसेसहरू छ। एथेना, क्लाउड सर्च होइन, डेटा एक्सचेन्ज, फायर हाउस, डेटा जोन, अब एडब्ल्युएस ब्लू, अब यो सबैको बारेमा चाहिँ यसमा हामी यो वर्कसम्म जान्न त बट यु क्यान सर्च बाई युर ओन होइन यो यसले चाहिँ के गर्छ भनेर। अनि त्यस्तै डिफ्रेन्ट छ अब एप्लिकेसन इन्टिग्रेसनको लागि चाहिने कुराहरू छ। एप फ्लोहरूको कुरा भयो होइन, एमक्यूहरूको नोटिफिकेसन सर्भिसेस गर्नको लागि। अघि मैले भनेको जुन युजरहरूलाई नोटिफिकेसन पठाउने भनेको मेजर युज दिस एसएनएस सिम्पल नोटिफिकेसन सर्भिस होइन। सो त्यसपछि ब्लक चेनको लागि गर्दैछौ भने ब्लक चेनको के एप्लिकेसन छ होइन, बिजनेसको एप्लिकेसनको लागि। अनि फाइनेन्सियलको लागि भइहाल्यो होइन, कति बिल उठेको छ हेर्नको लागि। कम्प्युटको लागि हामीले युज गर्ने अहिले मेजर युज गर्ने भनेको यो EC2 भयो, इमेज बिल्डर भयो होइन। सो यहाँबाट चाहिँ यो चाहिँ हामीले युज गर्छौँ। त्यसपछि अब यहाँ डिफ्रेन्ट छ सबैबाट गो थ्रु गर्न सकिन्न, यो चाहिँ अब आफैले हेर्दा हुन्छ हजुरहरूले होइन। सो के छ भनेर। सो हामीले हेर्ने भनेको अर्को डेटाबेसमा अहिले सो अरोरा एन्ड आरडिएस छ होइन। सो डाइनामिक डिबी छ नो सिक्वल गर्ने हो भने। सो समथिङ लाइक दिस अब यसमा चाहिँ हेर्न मिल्यो सबै कुराहरू। सो यो भयो। त्यसपछि लेट्स गेट ब्याक हाम्रो स्लाइडमा नै। सो यहाँसम्म गयौँ, कन्सोल पनि हेऱ्यौँ होइन। अब कन्सोल हेरिसकेपछि चाहिँ इफ यु हेभ ड्र कार्ड यु गेट अब एडब्ल्युएसको फ्री टियर के। सो फ्री टियरमा चाहिँ यु गेट 12 मन्थ डिफ्रेन्ट सर्भिसेसहरू छ। जस्तै कुनै चाहिँ 12 मन्थ फ्रीको लागि छ, कुनै चाहिँ अलवेज फ्री पनि छ सम सर्भिसेसहरू होइन। सो त्यो सर्भिसेसहरू चाहिँ हेर्न मिल्यो। सो के छ भन्दाखेरि फ्री टियरको लागि चाहिँ अहिले नि 100वटा एडब्ल्युएस प्रडक्ट चाहिँ एभाइलेबल छ फ्री टियरको लागि एज अफ नाउ। अनि त्यसपछि थ्री डिफ्रेन्ट टाइप अफ फ्री टियर चाहिँ एभाइलेबल छ भन्ने कुरा भइहाल्यो। फ्री ट्रायल्स अथवा 12 मन्थ फ्री अथवा अलवेज फ्रीको क्याटेगोरी। त्यसको लागि चाहिँ यो वेबसाइटमा गएर हेर्नु भने चाहिँ के कुरा फ्री छ त भनेर हेर्न मिल्छ। इफ आई गो टु दिस वेबसाइट होइन, यहाँ गएर चाहिँ हेर्न मिल्छ कि इफ यु अब क्रेडिट कार्ड हाल्नुपर्छ सुरुमा त अथवा डलर कार्ड हाल्नु पऱ्यो। त्यसपछि $200 क्रेडिट्स पाउनुहुन्छ होइन। सो यो कुरा भइहाल्यो के पाउँछ त यसमा के युज गर्न मिल्छ भन्ने कुरा सबै छ यहाँनिर। अब एज अ बिगिनर अथवा एज अ लर्नर चाहिने कुराहरू चाहिँ सबै कुरा छ। सो फर्स्ट थिङ इज स्टार्टिङ विथ EC2, S3, आरडिएस, डाइनामिक डिबी अघि मैले भनेको होइन, बेडरक भयो, सेज मेकर, यो सबै कुराहरू चाहिँ फ्री युज गर्न मिल्छ। अनि अलवेज फ्री क्याटेगोरी पनि छ वी हेभ होइन। सो यो चाहिँ यसमै पर्छ आई थिङ्क अरू सर्भिसहरू छ होला अलवेज फ्री क्याटेगोरीमा। सो यो चाहिँ हजुरहरूले हेर्न मिल्नु पाउनुभयो के छ फ्रीमा भनेर। सो त्यसपछि नेक्स्ट भनेको फ्री क्रेडिट्सको कुरा गरौँ न त। अब कतिले कन्सोल सेटअप गर्नुभयो त। इफ रेडी भइसक्नु भएको छ भने चाहिँ क्रेडिट्सको लागि सुरु गरौँ।
त्यसको लागि चाहिँ सुरुमा सबै तपाईँहरूले चाहिँ एकाउन्ट चाहिँ सेटअप गरिसकेका हुनुपर्छ है। भयो, एकाउन्ट सेटअप भयो सबैको? है I कसैले इन प्रोग्रेस from sir भन्नु? promise has raise his hand. केही क्वेसन छ प्रमिस हजुरको? आई विल अनम्युट यु है। ओके, क्यान यु स्पिक प्रमिस? Promise, you have any questions? ओके, सो म अलिकति बोलेँ है। र हामीसँग चाहिँ लिमिटेड क्रेडिट छ होइन। अब तपाईँसँग यदि AWS को एकाउन्ट सेटअप नै छैन भने त्यो तपाईँलाई क्रेडिटको काम पनि छैन। सो जोसँग AWS को एकाउन्ट सेटअप भएको छ, डलर कार्ड कनेक्ट गर्नु भएको छ, फ्री ट्रायल छ, उहाँहरूलाई मात्र हामी क्रेडिट दिन्छौँ। यदि तपाईँसँग त्यो एकाउन्ट सेटअप नै भएको छैन भने तपाईँलाई त्यो क्रेडिटको काम पनि छैन कि, त्यो खालि वेस्ट मात्र हुन्छ। सो त्योभन्दा बरु हामी तपाईँलाई अहिले भन्छ नि अल्टरनेटिभ प्लेटफर्महरू पनि सिकाउँछौँ। तपाईँले त्यहाँ गएर मजाले ल्याबहरू गर्न सक्नुहुन्छ, प्र्याक्टिस गर्न सक्नुहुन्छ। हामीले यहाँ गर्ने जो हामीले जे गर्छौँ नि यहाँ, त्यो कुराहरू तपाईँले त्यहाँ त्यो अल्टरनेटिभ प्लेटफर्म छ भने मजाले गर्न सक्नुहुन्छ। सो नआत्तिनुहोस्। तर यदि तपाईँसँग क्रेडिट कार्ड लिन्छ अथवा AWS को फ्री ट्रायल सेटअप छ भने चाहिँ तपाईँलाई हामीले क्रेडिट प्रोभाइड गर्छौँ, सो द्याट यु क्यान डु आफ्नो एकाउन्टमा ल्याब्सहरू पनि गर्न सक्नुभयो। त्यस्तो भएपछि त्यसको लागि हो। सो तपाईँसँग जोसँग एकाउन्ट सेटअप छ स्क्यान गर्नुहोस्, तपाईँको त्यो बिलिङ ड्यासबोर्डमा गएर तपाईँको एकाउन्ट सेटअप भएको स्क्रिनसट पठाइदिनुहोस्, हामी तपाईँलाई चाहिँ क्रेडिट पठाइदिन्छौँ है। सो यो क्युआर स्क्यान गर्नुभयो भने चाहिँ यु विल लिड टु लिङ्क जहाँ चाहिँ हजुरले, लेट मी क्विकली गो दियर होइन। सो यो एउटा फर्म खुल्छ। सो यो फर्म खुलिसकेपछि चाहिँ यु यु निड टु फिल मेजर इन्फर्मेसनहरू, जस्तै नेम के हो, त्यसपछि इमेल एड्रेस, त्यसपछि फ्री टायर छ कि छैन, त्यसपछि चाहिँ आफ्नो बिलिङ पेजको चाहिँ स्क्रिनसट पठाउनु पर्ने हुन्छ हजुरले है। सो यो बिलिङ पेजको स्क्रिनसट भेरिफाई भएपछि मात्र हामीले हजुरलाई क्रेडिट चाहिँ प्रोभाइड गर्छौँ। इफ छैन भने चाहिँ यसमा अहिले टाइम वेस्ट गर्नु हजुरको लागि उचित हुँदैन। सो स्किप दिस स्टेप इफ यु डोन्ट ह्याभ AWS एकाउन्ट है, जसमा चाहिँ बिलिङ सेटअप छैन। किन भन्दाखेरि बिलिङ बिना चाहिँ तपाईँहरूले क्रेडिट्स क्लेमै गर्न मिल्दैन क्या। सो इफ यु इन्टर सुरुमै नै बिलिङ सेटअप गर्नु भनेर भन्छ। सो त्यो छैन भने चाहिँ गर्नुको औचित्य रहँदैन। सो इफ यु कम हियर, यहाँनिरबाट चाहिँ हजुरले सुरुमा बिलिङमा गएर चाहिँ यो स्क्रिनसट चाहिँ पठाउनु नेसेसरी हुन्छ। सो लेट मी सर्च बिलिङ। ओके, सो यहाँबाट चाहिँ हजुरहरूले, ओके आई थिङ्क मेरो क्रेडिट कार्ड लिङ्क हुन्छ होला। सो यहाँबाट चाहिँ ओके, if I come to right place, payments credits होइन। सो हजुरहरूले यो पेजको पठाए पनि भयो, अथवा पेमेन्ट्स पेजको पठाए पनि भयो होइन, अथवा क्रेडिट पेजको पठाए नि भयो, अथवा फ्री टायर पेजको पठाए पनि भयो। फ्री टायरमा पनि देख्नु पाउनुहुन्छ होला हजुरले। फ्री टायरमा चाहिँ मिल्दैन रहेछ, सरी यसले अर्कैतिर नेभिगेट गर्दो रहेछ। लेट मी सी, फ्री टायरमा चाहिँ मिल्दैन। फ्री टायर यो पेजको स्क्रिनसट पठाउनु भने चाहिँ एकदमै बेस्ट भयो है त। सो इफ यु सेन्ड दिस स्क्रिनसट, हामी भेरिफाई गर्छौँ हजुरले युज गरिरहनु भएको छ कि छैन यो कुराहरू, अथवा हजुरको चाहिँ भेरिफाइड छ कि छैन एकाउन्ट। टेक्निकली युज नगरे पनि भेरिफाइड छ भने भेरिफाइड देखिन्छ नि त। सो पठाउनु भयो भने चाहिँ भयो। यु क्यान सेन्ड, अब पेमेन्ट छ भने पेमेन्ट साइडको पार्ट पनि पठाउनु सक्नुभयो है। एनिथिङ द्याट प्रुभ यु हेभ एक्टिभ एकाउन्ट AWS-मा चाहिँ, जुनमा डलर कार्डहरू लिङ्क भएको छ भनेर। यो पठाउनु भयो भने चाहिँ भयो। सो यसको लागि हामी वेट गर्दैनौँ होला टेक्निकली, किन भन्दाखेरि धेरैसँग छैन रहेछ एकाउन्ट। सो हामीलाई वेट गरेर टाइम वेस्ट गर्नु उचित हुन्छ जस्तो लागेन मलाई चाहिँ। सो लेट्स सी च्याट। यसको लागि एकाउन्ट बनाएको लागि क्रेडिट किन चाहियो सर? सो एकाउन्ट बनाएकोलाई चाहिँ फ्री टायर चाहिँ युज गर्न मिल्छ, बट इफ यु वान्ट एक्स्ट्रा कुराहरू चाहिँ त्यसको लागि चाहिँ क्रेडिट चाहिन्छ नि त। सो त्यसको लागि हो।
क्रेडिटमा के पाइन्छ भने सो क्रेडिट इज जस्ट अब यसमा चाहिँ हामी एउटा कोड दिन्छौँ, त्यो कोड चाहिँ रिडिम गर्नुभयो भने यु गेट्स अप टु सरी आई मिस $20 को क्रेडिट चाहिँ पाउनुहुन्छ। सो $20 चाहिँ हजुरले युज गर्न पाउनुभयो है। यसमा नेक्स्ट क्लासमा आउँला अनि प्रोसेस डन। ओके सो कस्तो भयो सो प्लिज भइसक्यो चाहिँ अगाडि बढौँ है हामी अब। अलरेडी सेन्ड गरिसकेँ, बिल ब्याङ्कबाट अपडेट गरेको छु रे, भोलिसम्म एकाउन्टमा क्रेडिट लिन मिल्छ। आई हेभ डलर कार्ड बट नो मनी। तपाईँको डलर कार्डमा चाहिँ पैसा हुनु नेसेसरी छैन। इफ यु हेभ आई थिङ्क $1 मात्र छ भने पनि त्यो जस्ट भेरिफिकेसनको लागि काट्छ अनि फेरि रिफन्ड भइहाल्छ, पैसा चाहिँ लाग्दैन जस्तो यहाँ हाल्दाखेरि चाहिँ। बट इफ यु युज त्यसमा मात्र पैसा काट्ने हो होइन। सो कुन सेक्सनको स्क्रिनसट पठाउने भनेर भन्नुभएको छ। सो स्क्रिनसट चाहिँ हजुरले अब पेमेन्ट्स भेरिफाइड भएको वाला, सो इफ यु गो यो फ्री टायरको सेक्सन क्रेडिट्सको सेक्सन बिलिङको सेक्सन जहाँ चाहिँ हजुरको भेरिफाइड देखिन्छ, सो त्यो कुरा चाहिँ पठाउँदा मिल्यो। शुभम, आई हेभ क्रिएटेड वाट्सएप ग्रुप। त्यो स्क्रिनसट कुन स्क्रिनसट गर्ने हो भनेर चाहिँ त्यसमा हालिदिनु न, म तपाईँलाई एड गरिदिन्छु ग्रुपमा है। यो पेजको स्क्रिनसट गरेर हालिदिनुहोस्। आई थिङ्क दे आर कन्फ्युज कुन पेजको गर्ने भनेर चाहिँ। एन्ड फर्मको लिङ्क पनि त्यसैमा राखिदिनुहोस् न। ओके सो इफ यु हेभ एक्सेस यो पेजको स्क्रिनसट लिँदा हुन्छ होला, मिल्छ भने होइन। सो यो पेजको स्क्रिनसट लिएर चाहिँ त्यसमा हाल्न मिल्छ होला। फेरि यसमा मेरो वाट्सएप छैन, सो यो पेजको स्क्रिनसट लिँदा हुन्छ है हजुरहरूले। सो यहाँ देखिन्छ हजुरहरूले युज गरिरहनु भएको कुरा पनि, क्रेडिट्सको पेज अथवा बिलिङको जुनसुकै लिँदा नि भयो है हजुरले, कन्फ्युज हुनु पर्दैन। जस्ट वी वान्ट टु नो कि हजुरसँग एक्टिभ एकाउन्ट छ भनेर। सो लेट्स अगाडि बढौँ होला। सो 8 बज्नु चाहिँ सो वी हेभ अल द टाइम कन्सटेन्ट होइन। यसमा नअट्क्यौँ। जससँग त उहाँहरूले चाहिँ अब मेल रिसिभ गर्नुहुन्छ यो रिडिम गर्नको लागि, भेरिफाई हुनेहरूको लागि चाहिँ होइन। सो जोसँग चाहिँ छैन अब एकाउन्ट छैन भने चाहिँ के गर्ने त। सो वी हेभ अल्टरनेटिभ अल्सो यसको लागि के गर्न सकिन्छ भनेर। सो यसको अल्टरनेटिभ फर्स्ट अल्टरनेटिभ वी हेभ इज यो फ्री ल्याब्स एन्ड रिसोर्सेसहरू। सो इफ यु गो टु यो स्किल बिल्डर डट एडब्ल्युएस एजुकेसन एडब्ल्युएस एजुकेट, यु क्यान गेट यतापट्टि चाहिँ सरी फ्री सर्वे फ्रीमा चाहिँ ल्याबहरू गर्न मिल्छ हजुरहरूले। सो त्यहाँदेखि लिङ्क बनाएर हिँड्दैछु मैले। सो हजुरहरू स्किल बिल्डर डट एडब्ल्युएस साइटमा जानुभयो भने चाहिँ यहाँ चाहिँ डिफ्रेन्ट ओके यसमा लगइन पनि छैन होला मेरो। सो स्किल बिल्डर डट एडब्ल्युएस ओके। सो फर्स्टमा हजुरले यहाँ अब लगइन गर्नुहोस् होइन। सो यहाँ क्रिएट एकाउन्ट गर्दा भयो। आई हेभ एकाउन्ट, सो मैले लगइन गरेँ होइन। सो लगइन गर्नु भइसकेपछि यु गेट यहाँ चाहिँ डिफ्रेन्ट ल्याब्सहरू चाहिँ गर्न मिल्छ हजुरले। सो ओके यहाँ साइन इन गरिसक्नु भएपछि डिफ्रेन्ट ल्याब्सहरू अहिले जुन जुन हामी चाहिँ आज त ल्याब्सहरू धेरै गर्दैनौँ, सो भोलिबाट ल्याब्स सुरु गर्छौँ एक्ज्याक्टली। सो भोलि गर्ने ल्याब्सहरू चाहिँ हजुरहरूले यहीँबाट नि गर्न मिल्छ है। सो यो कुरा चाहिँ हजुरहरूले अब आफूले चाहिँ अहिले सेटअप्स गर्नु आफ्टर द सेसन। सो लेट्स स्टार्ट हाम्रो सेसनमा नै फोकस गरौँ अहिलेलाई। त्यसपछि अर्को भनेको यो एडब्ल्युएस एजुकेटको पार्ट छ। सो इफ यु वान्ट लिङ्कहरू चाहिँ अहिले स्क्रिनसट अथवा यो लिङ्कहरू चाहिँ त्यहाँ च्याटमा ड्रप गरिदिन्छु म है। सो दुईवटा लिङ्क भयो, च्याटमा ड्रप गरिदिएँ मैले। सो च्याट ल मैले चाहिँ दुईवटा लिङ्क चाहिँ ड्रप गरेको छु च्याटमा, त्यहाँबाट हजुरले हेर्न सक्नुभयो। सो यसमा चाहिँ गएर एकाउन्ट्सहरू चाहिँ बनाएर यु क्यान स्टार्ट लर्निङ है। डिफ्रेन्ट ल्याब्सहरू गर्न दिन्छ जुन हामी भोलि गर्छौँ। त्यसपछि अब मैले कोर कम्पोनेन्टको बारेमा अघि एक्सप्लेन गरिहालेँ। त्यसपछि अब हामी जाउँ आजको मेन की सर्भिसेसहरू चाहिँ के छ त एडब्ल्युएसको अब। सो त्यसमा फोकस गरौँ। आज चाहिँ हामी थ्योरिटिकल्ली ओभरभ्यू लिन्छौँ है के सर्भिसेसहरू छ भनेर, अनि त्यसको युजेसहरू के हुनसक्छ भनेर चाहिँ सुरु गर्छौँ है त। अघि त के हामीले एउटा की सर्भिसेस भनिरहेको थियौँ नि EC2 भनेर। सो वाट इज EC2? सो EC2 भने चाहिँ अब जस्ट एउटा भर्चुअल सर्भर हो
यसमा चाहिँ हामीले प्रि कन्फिगर टेम्प्लेट्सहरू चाहिँ युज गर्न मिल्छ, जसलाई चाहिँ एएमआइज भन्छन् होइन। सो यसमा चाहिँ डिफ्रेन्ट प्राइसिङ मोडलहरू चाहिँ युज गर्न मिल्छ कि। अब एज अ भर्चुअल सर्भर के हुन्छ, हामीले एउटा सर्भर रेन्ट गऱ्यौँ भने त्यो सर्भर चाहिँ डिफ्रेन्ट टाइप्स अफ सर्भर हुन पायो कि। एउटा भनेको अन डिमान्ड हुन पायो, अनि अर्को भनेको रिजर्भ हुन पायो, अर्को भनेको स्पट इन्स्टेन्सहरू हुन पायो होइन। सो स्पट इन्स्टेन्स कसैले युज गरिरहेको थियो, खाली छ कसैले, सो एडब्ल्युएसले चाहिँ त्यो खाली भएको सर्भरलाई चाहिँ फ्यु टाइमको लागि पनि सेलको लागि राख्यो कि। अब त्यो भनेको चाहिँ जतिखेर नि उसले माग्यो भने एज अ युजरले त्यो चाहिँ जानी भयो क्या। अब यो चाहिँ सो स्पट इन्स्टेन्स भने त्यो भयो। अन डिमान्ड भनेको अब तपाईँको लागि डेडिकेटेड एउटा छुट्टै सर्भर राख्ने भन्यो भने अन डिमान्ड भयो होइन। सो त्यो टाइपहरूको चाहिँ डिफ्रेन्ट प्राइसिङ मोडल हुन्छ छ त्यसमा चाहिँ। सो त्यो कुराहरू कस्टमाइज गर्न मिल्यो हजुरहरूले। अनि अब EC2 चाहिँ किन युज गर्ने त भन्ने कुराको रिजन चाहिँ फिचरहरू चाहिँ के छ त EC2 मा। सो अर्को भनेको एउटा भनेको फर्स्ट थिङ इज स्केबिलिटी छ। यु क्यान युज EC2, अब सर्भरलाई चाहिँ स्केबल गर्न युज गर्न सक्नुभयो, लोड ब्यालेन्सर्सहरू युज गरेर होइन, मल्टिपल सर्भरहरू चाहिँ सिमुलेसली एकैचोटि रन गर्न मिल्ने भयो। त्यसपछि इन्टिग्रेसन चाहिँ इजी छ कि, हजुरले जे कुरासँग नि इन्टिग्रेट गर्न चाहिँ इजी भयो EC2 लाई। अब त्यसपछि अर्को भनेको सेक्युरिटी मेजर्सहरू चाहिँ एकदमै राम्रो छ। त्यसपछि प्राइसिङ अप्सन फ्लेक्सिबल, अघि मैले भनि नै हालेँ होइन। अनि अब भर्सटाइल इन्स्टेन्स टाइप्स के, सो तपाईँलाई के चाहियो त, होइन मलाई उबन्टु होइन मलाई माइक्रोसफ्टको चाहियो, विन्डोज राख्नु पऱ्यो मलाई मेरो सर्भरमा भन्ने कुरा, विन्डोज सर्भर लिन पाएँ। होइन मलाई त रेड ह्याटको चाहियो भने रेड ह्याट लिन पाउनु भयो होइन। सो इफ यु गो यो पार्टमा अनि यहाँ EC2 भनेर सर्च गर्नुभयो भने चाहिँ टपमै आउँछ EC2 भनेर। सो यहाँ जाँदा चाहिँ हजुरले अब धेरै कुराहरू कस्टमाइज गर्न मिल्यो क्या। मलाई यो डिफ्रेन्ट ओएस चाहियो, डिफ्रेन्ट कुराहरू चाहियो भने चाहिँ यु क्यान यहाँबाट चुज गरेर नयाँ इन्स्टेन्स चाहिँ बनाउनु पाउनुभयो। यो भोलि देखिन्छ जे इन्स्टेन्स बनाउने पार्टहरू चाहिँ मैले जस्ट ओभरभ्यू मात्र गरिरहेको छु ड्यासबोर्ड होइन। सो कस्तो देखिन्छ भनेर। सो यता लोड भइरहेको छ। ओके, सो यहाँ होइन अघि मैले भनेको थिएँ एएमआइज भनेर, त्यो भनेको एमाजोन मेसिन इमेज भयो त्यसको फुल फर्म। यसमा चाहिँ अब तपाईँले ओके, सो के चाहियो त, इफ यु वान युज एमाजोनको लिनक्स युज गर्ने हो कि होइन, मलाई म्याकको सर्भर चाहियो भने म्याकको सर्भर लिने हो कि होइन। सो यो अनुसारको प्राइसिङ मोडलहरू तल आउँदै जान्छ होइन। मलाई उबन्टु सिम्पल उबन्टुवाला चाहिन्छ जुन चाहिँ पपुलर छ एकदमै होइन। सो उबन्टु युज गर्छु म सर्भरमा, क्लिन हुन्छ भनेर यो भन्नुहुन्छ भने उबन्टुको डिफ्रेन्ट अब कुनवाला भर्जन चाहियो तपाईँलाई होइन, त्यो यु क्यान सेलेक्ट फ्रम हियर, के को लागि स्पेसल चाहियो होइन। सो त्यो कुराहरू चाहिँ यहाँबाट सेलेक्ट गर्न मिल्यो हजुरले। त्यसपछि यहाँ फ्री टियर इलिजिबल भनेर आइरहेको छ है, जुन चाहिँ फ्री हुन्छ। अनि त्यसपछि विन्डोज चाहियो कि रेड ह्याट चाहियो, यु क्यान चुज एनिथिङ यु वान्ट। अनि यहाँबाट चाहिँ कस्टमाइज गर्न मिल्यो हजुरहरूले यो सबै कुराहरू चाहिँ, इन्स्टेन्ट टाइपहरू पनि। अब EC2 भनिसकेपछि चाहिँ सर्भरको स्पेसिफिकेसन अनुसार फरक पर्ने भयो नि त। सो इफ यु गो यहाँनिर चाहिँ यु क्यान सी डिफ्रेन्ट टाइप्स अफ सर्भरको यो कन्फिगरेसनहरू चाहिँ, जुनमा चाहिँ तिमीलाई एउटा मात्र CPU चाहियो हो कि होइन, 0.5 GB मेमोरी रहेछ यसमा। यसको प्राइस कति पर्छ त, अन डिमान्ड यति पर्छ भनेर आइरहेको छ होइन। पर आवर 0.0058 USD पर आवर भनेर आइरहेको नि त, हेर्दाखेरि चाहिँ 0.0058 छ, तर बिलिङ आउँदा चाहिँ राम्रो बिलिङ आउँछ है। त्यो भएकोले कुन चाहिन्छ त त्यो अनुसार लिनु पर्यो। सो T3 माइक्रो एकदमै अहिलेको लागि स्मल भइहाल्यो। त्यसपछि T2 माइक्रो छ, त्यसपछि हामीसँग T2 स्मल छ होइन, जुनमा चाहिँ अब यहाँ हेर्दै जानुभयो भने बढ्दै गएको छ कि। एउटा एउटा CPU छ तर यहाँ 2 GB को मेमोरी दिइरहेको छ कि। अब 4 GB को चाहियो भने 4 GB को मेमोरी लिनु पऱ्यो, 8 को चाहियो भने 8 को होइन। अब त्यो अनुसार बढ्दै बढ्दै जान मिल्यो हजुरहरू। So यो चाहिँ हजुरहरूको अब कुन चाहिन्छ त आफ्नो अनुसार त्यो लिनुपर्ने भयो है। सो यहाँबाट यो चुज गर्न मिल्यो इन्स्टेन्ट टाइप। त्यसपछि यो तलको कुरामा चाहिँ अब भोलि मात्र जाऊँ होला यसमा है। सो यो कुराहरू भयो। त्यसपछि इन्स्टेन्ट हामीले EC2 को बारेमा नि हेऱ्यौँ के गर्दो रहेछ यसले भनेर पनि थाहा पायौँ होइन। सो त्यसपछि अब नेक्स्ट कुरा भनेको त EC2 त बनायौँ अब हामीले, जुनमा चाहिँ हामीले कम्प्युट गर्न मिल्यो सबै कुराहरू, हाम्रो कम्पिटिसन कुराहरू चाहिँ त्यहाँ राख्यौँ। तर वाट इफ अब कम्पिटिसन गरेर आएको रिजल्टलाई चाहिँ के गर्ने त, रिजल्टलाई चाहिँ केही गर्नु पर्यो नि त हामीले। सो त्यसको लागि चाहिँ AWS को एनदर सर्भिस देयर इज S3। S3 को फुल फर्म इज सिम्पल स्टोरेज सर्भिस होइन, तिनवटा एस भएकोले S3 सिम्पल। अनि S3 भनेको चाहिँ के हो, सो S3 भनेको चाहिँ एकदम क्लिनमा भन्नुपर्दा चाहिँ स्टोरेज को लागि बनाएको एउटा सर्भिस हो कि। सो जुनमा चाहिँ हामीले बकेट र अब्जेक्टको टर्ममा चाहिँ सबै कुराहरू चाहिँ स्टोर गर्छौँ होइन। यसमा स्टोरेज कन्टेनर्स एन्ड फाइल्स। अब यसमा पनि
S3 मा पनि वी हेभ डिफ्रेन्ट टाइप्स अफ क्लासेस के। अब जस्तै हामीलाई कुनै कुनै डेटाहरू चाहिँ एकदमै छिटो रिड राइट चाहिन्छ, कुनै कुराहरू चाहिँ हामीले जस्ट लङ टर्मको लागि स्टोर गर्छौँ नि, लाइक कम्पनीको डेटाहरू अब युज हुने होइन भने त हामीले स्टोर गरेर त राख्छौँ, त्यसलाई डिलिट त गर्दैनौँ नि त। सो एकदमै कम फ्रिक्वेन्ट हुने एक्सेस छ कि होइन, एकदमै फ्रिक्वेन्टली चाहिने एक्सेस छ कि, सो कुनै चाहिँ चाहिने चाहिँदैन, अब यो चाहिँ एकदमै धेरै लङ टर्मको लागि बस्ने हो भने ग्लेसियरमा राख्ने हो कि होइन। सो यसको डिफ्रेन्ट टाइपहरू छ स्टोरेजको अनुसार चाहिँ, सो त्यही अनुसारको प्राइसिङ पनि हुन्छ होइन। सो एकदम फास्ट रिड एन्ड राइट चाहियो भने अलिक राम्रो प्राइसिङ हुन सक्यो, त्योभन्दा इन्फ्रिक्वेन्ट छ भने अलिक त्यही अनुसारको प्राइस घट्न सक्यो होइन। सो ग्लेसियरको अलिक कम छ सबैभन्दा होइन। सो त्यो भयो। यसको युज केसेस अनुसार चाहिँ डिफाइन हुन्छ यो कुरा चाहिँ, ब्याकअपको लागि गरे हो कि कन्टेन्ट स्टोरेज हो कि आर्काइभ हो कि होइन। सो यो युज केस अनुसार चाहिँ गर्छौँ। अब यसको लागि पनि यु क्यान गो सिम्पली यहाँनिर जाने S3 भनेर सर्च गऱ्यौँ भने यहाँनिर S3 आउँछ। ग्लेसियरको लागि छुट्टै छ है, मैले अघि भनेको आर्काइभको लागि। सो S3 भनेर यहाँ आयो भने चाहिँ S3 को कन्सोल खुल्छ। S3 को कन्सोलमा चाहिँ अब यु क्यान डु के चाहिएको छ त मलाई S3 बनाउनको लागि के चाहियो होइन। सो क्रिएट बकेट भनेर एउटा अप्सनमा गएँ भने सो यहाँ चाहिँ अब के को लागि बनाउन खोजेको S3 को नेम होइन, बकेटको नेम, यो चाहिँ युनिक हुनुपर्छ है, ग्लोबल्ली युनिक हुनुपर्छ यो चाहिँ। अनि त्यसपछि पब्लिक एक्सेस दिने नदिने होइन, भर्जनिङ के गर्ने भन्ने कुराहरू चाहिँ, यो सबै कुराहरू चाहिँ यहाँ S3मा पर्ने भइहाल्यो। सो यसमा पनि हामी आई थिङ्क भोलि लास्ट डेमा चाहिँ हामी सिआइसिडी गर्ने बेलामै आउँछौँ यसमा अगेन है। सो S3 भयो। त्यसपछि नेक्स्ट छ यो विच सर्भिस इज दिस। ल क्वेसन टाइम, डु यु नो विच सर्भिस इज दिस? आरडिबी, आरडिबी भन्ने केही छ सर्भिस? स्किल बिल्डर ओके, रिलेसन डेटाबेस ओके, आरडिएस, यस आरडिएस आयो होइन, रिलेसन डेटाबेसेस त्यही नै भन्नु खोजेको हो, बुझेँ। त्यसपछि सो दिस इज आरडिसी होइन, भिपिसी होइन, सरी रङ एन्सर, दिस इज आरडिएस। यो भनेर चाहिँ एमाजोनको रिलेसन डेटाबेस सर्भिस हो। सो यु युज कि पोस्टग्रेस एसक्यूएल युज गर्नुहुन्छ होला होइन, माइएसक्यूएल युज गर्नुहुन्छ होला, अनि एमएस एसक्यूएल युज गर्नुहुन्छ होला, डिफ्रेन्ट एसक्यूएलको रिलेसन डेटाबेसहरूको टाइप्सहरू युज गर्नुहुन्छ होला हजुरहरूले। सो त्यो चाहिँ अब लोकल्ली डाउनलोड गरेर अनि छुट्टै सेटअप गरेर युज गर्नुहुन्छ नि त अहिले त। सो त्यो कुरालाई चाहिँ अब क्लाउडमा त त्यो म्यानुअल कन्फिगरेसनहरू हटाउनु पर्यो नि त, त्यो कुराहरूलाई सबै क्लाउडमा लानु पर्यो। त्यसको लागि चाहिँ वेब सर्भिस एडब्ल्युएस आरडिएस, रिलेसन डेटाबेस सर्भिस। आई थिङ्क कसैले एनोट एनोट गरिरहेछ स्क्रिनमा। सुसन क्यान यु सी एनोटेसन गर्ने पर्मिसन हटाउन मिल्छ? Okay, let me say, guys, please don't do this kind of things, right? Whoever is doing this. सो त्यसको लागि चाहिँ अब एडब्ल्युएसको चाहिँ आरडिएसमा चाहिँ सपोर्टेड डेटाबेसहरू के छ भन्दा माइएसक्यूएल भइहाल्यो, पोस्टग्रेस एसक्यूएल छ, ओराकल छ, एसक्यूएल सर्भर छ होइन। सो यो कुराहरू चाहिँ एमाजोनले सपोर्ट गर्छ यो डेटाबेसेसहरू। अब यसको युज एप्लिकेसन चाहिँ के हुनसक्छ त, युज केसेसहरू। सो युज केसेसहरू एउटा फर्स्टलीदेखि युज केस भनेको हजुरको आफ्नो वेबसाइट छ भने डेटा स्टोर गर्नको लागि अथवा डेटा ब्याकेन्डसँग कनेक्ट गर्नको लागि युज गर्न सक्नुभयो, वेब एप्लिकेसन्सको लागि, त्यसपछि डेटा वेयर हाउसिङको लागि युज गर्न सक्नुभयो होइन। यसको बेनिफिट्स भनेको अब अटोमेटेड ब्याकअप्स हो मेन त। हजुरहरूले आफ्नो गर्नेमा चाहिँ युनिट टु सेटअप यो ब्याकअप सिस्टम एज सबै आफ्नो डममा भने यहाँ चाहिँ यु जस्ट निड टु डु क्लिक होइन, वान क्लिक काम हुन्छ। सो अटोमेटेड ब्याकअप्सको कुरा भयो, स्केलिङ गर्ने पार्टहरूमा आर्किटेक्चर डिजाइनको पार्टहरू गरेर स्केलेबल बनाउन पाउनुभयो होइन, इजी मेन्टेनेन्स छ। सो यो कुराहरू चाहिँ यसमा बेनिफिट हो आरडिएसमा चाहिँ एडब्ल्युएसमा युज गर्नुको है। सो यसको बारेमा नि हामी भोलि आउँछौँ है त। अब अहिलेसम्म हामीले के पढ्यौँ, सर्भर हुन्छ, सर्भर बनाउँछौँ, हरेक कुराहरूलाई चाहिँ सर्भरसँग लिङ्क गर्छौँ अनि युज गर्छौँ। अब वाट इफ सर्भरै हट्यो, अब के भयो? एडब्ल्युएस सर्भरलेस, सर्भरलेस भनेको मिनिङ नै नो सर्भर के। सो अघिसम्म हामीले के भन्दै थियौँ, सर्भरमा यो ओएस हाल्नु पर्यो अनि त्यहाँ गएर अब डेटाबेस लिङ्क गर्नु पर्यो, आरडिएस बनाउनु पर्यो, यहाँ लिङ्क गर्नु पर्यो होइन। सो वाट इज सर्भरलेस, केही छ आइडिया?
सर्भरलेस भने के हो कसैलाई थाहा छ सुन्नुभएको थियो योभन्दा अगाडि सर्भरलेस भनेको कुरा कतै सर्भरमा इन्फो प्रेजेन्ट नहुने ल्याके प्रेजेन्ट नहुने के त्यसपछि क्लाउड डजन्ट डिपेन्ड अन सर्भर के नाइस maybe AWS only provides resources, but we have to use it like a server. Okay. Okay. So सर्भरलेस भन्ने चाहिँ अब नेममै त छ कि सर्भरलेस छ भनेको यु डोन्ट ह्याभ टु म्यानेज एनिथिङ के ओएस के हाल्नु पर्यो के गर्नु पर्यो केही पनि म्यानेज गर्नु पर्यो नि यु जस्ट निड अ पिस अफ कोड द्याट निड टु बी रन होइन सो यसको एकदमै कुल भनेको चाहिँ ल्याम्डा हो होइन एडब्लुएस ल्याम्डा ओके सो एडब्लुएस ल्याम्डा होइन ओके यसमा आर्किटेक्चरमा चाहिँ छ मैले यहाँबाट देखाउँछु सो इफ यु गो हियर सो एडब्लुएस ल्याम्डा भनेर सर्च गऱ्यो भने चाहिँ यो चाहिँ खोल्छ यो भनेर चाहिँ यु हेभ नथिङ के सो इफ यु जस्ट पुट यहाँ चाहिँ पिस अफ कोड अथवा फङ्सन हुन्छ होइन सो इफ यु पुट आफूसँग भएको फङ्सन चाहिँ यहाँ हेर्न मिल्छ होइन सो हाउ इट वर्क्समा सो यहाँनिर चाहिँ सिम्पली कोड दिएर चाहिँ जे कोड हामीले नोट जेसमा लेख्यौँ अथवा पाइथनमा लेख्यौँ अथवा एनी टाइम एनिथिङ जावामा लेख्न मिल्यो होइन सो के लेखेको छौँ हामीले यहाँ कन्सोल डट इभेन्ट लेखिरहेको छौँ रिटर्नमा चाहिँ हेलो फ्रम ल्याम्दा भनिरहेको छौँ होइन अब वी हेभ वान कोड जुनले चाहिँ यो फङ्सनलाई कल गर्छ क्या अब सिधै ल्याम्डामा कल गर्छ अनि यसबाट आएको चाहिँ आउटपुट छ नि त्यो चाहिँ रिटर्न हुने भयो कि यु डोन्ट निड अब छुट्टै सर्भर ओभर हेड म्यानेज गर्नुपर्ने पार्ट के तिमीलाई यो रन गर्नको लागि त के गर्नु पर्थ्यो इफ ल्याम्डा नभएको सर्भरलेस भन्ने कुरा नभएको भए चाहिँ युनिट टु अब एउटा इसी2 लिनु पर्थ्यो इसी2 बनाएर त्यहाँनिर अब सुरुमा नोट जेएस हाल्नु पर्यो नोट जेएसलाई रन गर्नु योलाई एउटा फाइलमा हाल्नु पर्यो त्यसपछि अब बाहिरबाट लिङ्क गर्ने हो भने एनजिनेक्सहरू हालेर राउटिङ मिलाउनु पर्यो अनि त्यसपछि बल्ल तिमीले यो फाइललाई रन गरेर अनि हरेकचोटि त्यहाँ पिङ गरेर त्यो इनपुटमा पिङ गरेर यसको रेस्पोन्स लिनु पर्थ्यो नि त सो अब यो कुराको लागि अलिकति ओभरहेड भयो नि त सिम्पल कुरा गर्नको लागि जस्ट अब काउन्ट बढाउनु छ भने त त्यो त राम्रो कुरा होइन नि त अथवा डेटाबेसमा कतै केही हाल्नु छ भने सिम्पली हरेकचोटि त्यो त्यत्तिकै पैसा उठिरहेछ कहिलेकाहीँ यो मात्र युज हुन्छ वान्स र भयो दिनमा मानौ 1 मिनटको लागि या 2 मिनटको लागि यो रन हुन्छ भने रन मात्र हुने थियो भने मलाई त्यो सर्भर ओभरहेड ह्यान्डल गर्नु र कस्ट पे गर्नु मलाई फिजिबल भएन नि त सो त्यसको लागि बनेको चिज भनेको ल्याम्डा हो यहाँ चाहिँ यु गेट अप टु 15 मिनट्स भन्दा मोर चाहिँ यु गेट यसको ल्याम्डाको प्रोसेसिङ टाइम चाहिँ सो यो टाइममा चाहिँ यु गेट सबै आफ्नो कुराहरू चाहिँ गर्न मिल्यो कि प्रिन्ट गर्ने कुरा हो कि डेटाबेसमा स्टोर गर्ने हो कि सबै कुरा चाहिँ यहाँबाट रन गर्न मिल्यो सिम्पली केही सोच्नु परेन सो दिस इज द एडब्ल्युएस ल्याम्डा है सो यसको आर्किटेक्चरकोमा चाहिँ अलिकति जाउँ होइन सो यसको एडब्ल्युएस ल्याम्डाले युज गर्ने भने चाहिँ इभेन्ट बेस्ड आर्किटेक्चर हो है सो अघि जुन हामीले कोड देख्यौँ नि त्यो कोड चाहिँ अब हामीले ल्याम्डामा ल्याम्डा बनाएर राख्यौँ ल्याम्डा सर्भिसभित्र ल्याम्डाभित्र यहाँ कोड बनाएर राखिसकेका छौँ है त्योभन्दा बाहिर लेयरमा हुन्छ एउटा ल्याम्डाको एपिआई हुन्छ आफ्नो होइन सो एडब्ल्युएसले ह्यान्डल गर्छ अनि तिमीसँग अर्को एडब्ल्युएसको एउटा सर्भिस छ सपोज यहाँनिर एउटा अर्को एडब्ल्युएसको सर्भिस छ यो साइडमा जुनले चाहिँ इभेन्ट ट्रिगर गरिरहेछ कि हरेक इफ यु सी यो कोड गर्दाखेरि पनि कुनै फङ्सन अथवा केही स्टेटहरू अपडेट भयो भने सपोज युआईमा केही स्टेट चेन्ज गर्नु पर्यो भने एउटा इभेन्ट जेनेरेट हुन्छ होइन अथवा इफ यु थिङ्क कि होइन मलाई डेटाबेस युज गर्नु छ भने युनिट टु एउटा वेब कल गर्न मिल्यो सो त्यस्तो केही इभेन्टहरू अथवा केही इन्टर गर्यो अथवा समथिङ केही पर्फर्म भएपछि जेनेरेट हुने कुरालाई चाहिँ इभेन्ट भन्यो कि सो त्यो कुरा हुन्छ भने चाहिँ त्यो ह्यान्डल गर्नको लागि यु जस्ट निड टु कल ल्याम्डाको एपिआई के यो कोडको लागि बनाएको एउटा डेडिकेटेड एपिआई नै हुन्छ सो इफ यु ट्रिगर दिस यसले चाहिँ तिम्रो फङ्सनलाई रन गरिदिन्छ अनि तिमीलाई चाहिने काम ब्याकएन्डमा हुँदै गर्छ आफै यु क्यान डु अदर टास्क नि त मिनवाइल अनि यो रन भइसकेपछि रेस्पोन्स यसले रिटर्न गर्ने भइहाल्यो सो यसरी चाहिँ कम्युनिकेट गर्छ सिस्टम डिजाइन गर्दाखेरि चाहिँ कुनै एउटा कुरा नि यतिकै स्टक हुनु भएन नि त इफ यु हेभ इसी2बाटै गरिरहेको छु भने पनि वाइ यसमा गर्ने भनेर चाहिँ सानो पिस अफ कोड जुन चाहिँ मल्टी लेभल अफ इसी2मा युज हुन सक्यो अथवा डिफ्रेन्ट सर्भिसेसहरूले युज गरेर आउन सक्यो यो पिस अफ कोडलाई सो त्यस्तो केही छ भने चाहिँ यु क्यान प्लेस हियर ल्याम्डामा त्यसपछि आयो एडब्ल्युएस ल्याम्डाको कुरामा चाहिँ होइन सर्भिस टु अब यहाँनिर थ्योरिटिकल्ली लेखाएको छौँ हामीले होइन सो सर्भिस टु रन कोड विदाउट प्रोभिजनिङ अफ म्यानेजिङ सर्भर ट्रिगर बाई इभेन्ट्स
होइन। अब एकदम टप कम्पनीजहरू हेर्ने हो भने चाहिँ इभन नेटफ्लिक्स युज ल्याम्डा होइन सर्भरलेसको लागि, त्यसपछि कोका कोला, फिग्मा, यो त प्राइम भइहाल्यो। यो कसैलाई थाहा छैन भने यो फिग्माको अब फिग्माले नि युज गर्छ होइन। सो सो टप कम्पनीजहरूले पनि युज गरेर आएको छ। जस्ट फर मैले यो चाहिँ इक्जाम्पलको लागि आएको, दिएर आर मेनी मोर होइन कम्पनीजहरू जसले चाहिँ एडब्ल्युएसमै फुल्ली रिलाइ गर्छ। सो त्यसपछि ल्याम्डाको युज केस हेरौँ है त। अघि मैले एक्सप्लेन गरेँ नि एउटा ल्याम्डा, सो सिम्पल अर्को ल्याम्डाको युज केस के हुनसक्छ त। सो ल्याम्डाको युज केस एउटा टप युज केस भनेको चाहिँ यु टेक अ फोटो है, फोटोग्राफ इज टेकन, अनि यु हेभ कोड जसले चाहिँ त्यो फोटोग्राफलाई एससीमा, अघि मैले भनेको थिएँ स्टोरेज गर्छ। सो एससीमा लगेर स्टोर गर्यो। अनि यु क्यान राइट अब ल्याम्डा कोडमा चाहिँ जब एससीमा केही कुरा अपलोड हुन्छ त्यो चाहिँ ट्रिगर भयो कि यु क्यान सेट के कुरालाई इभेन्ट मान्ने। यहाँ के भयो, यो टास्क चाहिँ टास्क पर्फर्म बाई यु, फोटोग्राफ टेकन गरेर एससीमा अपलोड गरिरहेको छ। सो एससीमा अपलोड गरेर चाहिँ एउटा इभेन्ट ट्रिगर भयो जसले चाहिँ ल्याम्डालाई ट्रिगर गर्यो कि। सो ल्याम्डा ट्रिगर भइसकेपछि के गर्यो, ल्याम्डाले अब कोडलाई रन गर्यो, तिमीले दिएको पिस अफ कोडलाई, जसले चाहिँ त्यो इमेजलाई चाहिँ रिसाइजिङ गर्थ्यो होइन। सो रिसाइजिङ गरेर चाहिँ डिफ्रेन्ट वेबहरूमा देखाउन पायो। फोनको लागि छ भने अर्को साइड चाहियो, डेस्कटपको लागि छ भने अर्को, ट्याबको लागि छ भने अर्को होइन। सो यस्तो सर्भिसहरूमा चाहिँ रिसाइज गर्नु पर्यो। त्यो जस्ट सिम्पल इक्जाम्पल भयो होइन। सो यो चाहिँ गरिदिन्छ ल्याम्डाले। सो यस्तै डिफ्रेन्ट युज केसहरू हुनसक्छ। यो चाहिँ हजुरहरूले फिगर आउट गर्नुहुन्छ आफ्नो के प्रब्लम छ त्यो अनुसार चाहिँ। सो आई थिङ्क सो आई थिङ्क आजको थ्योरिटिकल सेसनमा चाहिँ हामी यति कुरा कभर गर्छौँ। सो दिस इज माई लिङ्क इन ह्यान्डल। अब आई थिङ्क हामी क्युएनएतिर जान्छौँ होला है सुजन, केही क्वेसनहरू छ भने। So, त्यसको लागि मैले अघि ल्याम्डा पनि देखाइहालेँ। आई थिङ्क वी आर गुड टु गो। अपको लागि चाहिँ क्युएनए क्वेसन एन्ड सेसन, केही क्वेसन छ हजुरहरूको? सो म क्वेसन एन्सर हेर्छु है त। इफ क्वेसन छ भने चाहिँ प्लिज रेज यर ह्यान्ड, अनि हामी अनम्युट गरिदिन्छौँ है। अदरवाइज यु क्यान अल्सो ड्रप इन द च्याट बक्स। सो स्क्रिन सेयर अफ गर्दा हुन्छ कि अब, सो द्याट ओके इजिली देखियोस्। ओके, म स्क्रिन स्क्रिन सेयर अफ होइन। ओके, EC2 कसरी वर्क गर्छ भनेर मैले एउटा क्वेसन देखेँ यहाँनिर होइन। सो EC2 कसरी वर्क गर्छ भने चाहिँ EC2 इज यो सिम्पल अब एज अ क्लिन ल्यापटप, क्लिन ल्यापटप अथवा क्लिन एउटा सर्भर भन्दा मिल्यो कि सम्मन एज कम्प्युटर भनेको थियौँ नि अघि हामीले। सो जुन चाहिँ क्लिन छ एडब्ल्युएस, वेन यु गो त्यो अघिको EC2मा, त्यसपछि यु चुज कुन वाला ओएस हाल्नु छ, अनि कतिको चाहिँ हामीलाई स्टोरेज क्यापेसिटीहरू अथवा प्रोसेसिङ कम्प्युटिङ पावरहरू चाहिँ कति कुन चाहिएको छ। इफ यु चुज द्याट, अनि त्यहाँ चाहिँ क्रिएट इन्स्टेन्स गर्ने अप्सन थियो नि त। सो क्रिएट इन्स्टेन्स गरिसकेपछि यु गेट एउटा क्लिनवाला ओएस भएको सफ्टवेयर चाहिँ जुनमा चाहिँ एनिथिङ यु वान्ट यु क्यान इन्स्टल, ल्यापटप जस्तै भयो क्या, जुन चाहिँ तिमीले अब टर्मिनलबाट एक्सेस गर्न मिल्ने भयो। सो त्यसलाई चाहिँ EC2 भने। अब आई थिङ्क त्यही नै सोधेको होला होइन। सो त्यसपछि एउटा समरी भन्नु, एक्सप्लेनिङ की टर्म्स भनेर देखेँ। सो समरी की टर्म्सहरूको लागि चाहिँ, सो आजको सेसनबाट याद हुनुपर्ने मेन कुराहरू भनेको चाहिँ वाट इज EC2, EC2मा कस्तो कुराहरू चाहिँ अब हामीले टेम्प्लेटहरू युज गर्नमा मिल्यो, तथा जुन अघि मैले ओएसहरू देखाइरहेको थिएँ नि त। सो एमाजोनको इन्टरफेसहरू, त्यो कुराहरू चाहिँ इमेजेसहरू होइन। सो त्यसपछि प्राइसिङ मोडल्सहरूको कुराहरू थोरै, अनि त्यसपछि कुनमा चाहिँ बढी पैसा लाग्दो रहेछ, कुनमा कम पैसा लाग्छ भन्ने कुरा थाहा भयो होइन। सो त्यसपछि थाहा हुनुपर्ने अर्को की टर्म्स भनेको S3 हो आजको लागि। बकेट्स एन्ड अब्जेक्टको टर्ममा चाहिँ स्टोर गर्छ भन्ने कुरा चाहिँ थाहा हुनु पर्यो होइन। अनि त्यसपछि हामीले कुन अवस्थामा चाहिँ कुनवाला S3 युज गर्छौँ त, ब्याकअप्सको लागि के युज गर्छौँ, अनि इन लङ टर्म स्टोरेजको लागि के युज गर्छौँ, जस्तै ग्लेसियर युज गर्छौँ भनेको थिएँ होइन मैले अघि लङ टर्मको लागि। सो ग्लेसियर हो कि, सो के युज गर्छौँ त लङ टर्म एक्सेस नहुने डेटा। त्यसपछि RDSमा आयो भने चाहिँ अब हामीले
के को लागि युज गर्छौँ भन्दा चाहिँ अब डेटाबेस कसरी एक्सेस गर्ने अथवा कसरी EC2 मा RDS भनेको के हो अनि हामीले अब EC2सँग चाहिँ यसलाई जोड्न मिल्छ है भनेर चाहिँ थाहा हुनु पर्यो आजको की टर्म्समा। सो त्यसपछि अर्को भनेको ल्याम्डा। सो ल्याम्डाको लागि चाहिँ ल्याम्डाले कसरी वर्क गर्छ त के गरी ट्रिगर हुन्छ ल्याम्डा होइन इभेन्ट बेस्ड आर्किटेक्चर भनेर भने चाहिँ त्यो एउटा की टर्म चाहिँ याद गर्नु पर्यो इभेन्ट बेस्ड आर्किटेक्चर भनेको के हो भनेर। यो चाहिँ मोस्ट कमनली आस्क क्वेसन पनि हो है। सो इफ यु आर इन्टरिङ अब बिगिनर डेभअप्सको इन्टरभ्यूतिर होइन सो सोध्ने फर्स्ट क्वेसन पनि यस्तो नि हुन्छ होइन। सो इभेन्ट बेस्ड आर्किटेक्चर भनेको के थाहा छ होइन अनि के गर्छ इभेन्ट बेस्ड आर्किटेक्चर चाहिँ कसरी ट्रिगर हुन्छ एउटा इक्जाम्पल अघि हामीले जुन दिएको थियौँ नि जुन चाहिँ फोटोग्राफ हामीले एक्चुअल अपलोड गरेर एससीमा अपलोड गरिसकेपछि चाहिँ ल्याम्डा ट्रिगर भएको थियो नि त। सो त्यो कुरा भयो। त्यसपछि अर्को टर्म युज हुनुपर्ने आजको छ भने आई थिङ्क के छ अर्को ओके। सो अर्को एकदमै मेन कुरा भनेको अघि मैले रिजन भनेको थिएँ नि। सो रिजन र एजेसको बारेमा चाहिँ थाहा हुनु पर्यो। एभाइलेबिलिटी जोन एभाइलेबिलिटी जोन कस्तो हुन्छ होइन कहाँ कहाँ हुन्छ हाम्रो नजिकको एभाइलेबिलिटी जोन कुन छ त्यो कुराहरू चाहिँ किटमहरू चाहिँ आजको लागि इम्पोर्टेन्ट हुन्छ होला है। अनि so I have been using AWS for project. I really have problem during giving access. How can we know which platform like Glue Antenna need which access from root to IAM user? Okay, so this is a good question, होइन? श्रीदिजीले सोध्नु भएको रहेछ। सो रुट युजर चलाउने इज नट अ गुड प्र्याक्टिस। एभ्री टाइम यो क्रिएट आइएम जेको लागि चाहिन्छ त्यसको लागि होइन। अनि एडब्लुएस को बेस्ट प्र्याक्टिसेसमा हुने एउटा अर्को कुरा भनेको चाहिँ गिभ एज लो पर्मिसन एज यु क्यान होइन। जस्तै इफ यु वान्ट यहाँनिर भनेको थिएँ नि होइन। सो S3मा कसैलाई फाइल मात्र अपलोड गर्नु छ भने उसलाई राइटको मात्र एक्सेस दिए पुग्यो नि त अनि उसले त्यहाँ राइट गर्न पायो। अथवा उसलाई S3को कुरा रिड मात्र गर्नु छ भने रिडको मात्र पर्मिसन दिने होइन। सो यो चाहिँ हामी आइएमको बेला चाहिँ देखाउँछौँ यो। सो आई थिङ्क भोलि पर्छ होला हामी हेर्छौँ कसरी चाहिँ पर्मिसनहरू चाहिँ दिन मिल्छ युजरहरूलाई अनि कसरी चाहिँ एक्सेस बनाउन मिल्छ भन्ने कुरा चाहिँ हेर्छौँ हामी। सो अर्को एकदम धेरै आयो कहाँ पुग्यो भयो म त क्वेसन के छ भने अहिलेको कपी गरौँला कसैले के लेखेको वाट इज द माइन्ड So सेट also, only 26 participants had marked their attendance आजको लागि। जसले मार्क गर्नु भएको छैन भने प्लिज डु इट फास्ट है। इन केस हजुरले गर्नु भएको छैन भने चाहिँ यु वन्ट बी एलिजिबल फर द सर्टिफिकेसन है। सो मैले फेरि रिपिट गरिदिएँ। जसले चाहिँ आजको एटेन्डेन्स मार्क गर्नु भएको छैन मैले त्यहाँ गुगल फर्म राखिदिएको छु। प्लिज त्यसमा गएर चाहिँ फिल द फर्म एन्ड डु द टुडे एटेन्डेन्स है। त्यहाँ शुभम सर प्लिज कन्टिन्यू। सो मैले एउटा अर्को इन्ट्रेस्टिङ क्वेसन देखेँ। सो आइएमबाट एक्सेस किन नदिनु भएको भनेर। सो यो यसको लागि चाहिँ एन्सर गर्नुपर्छ जस्तो लाग्यो। सो आइएमबाट एक्सेस दिन चाहिँ मिल्थ्यो अहिले हामीले सबै पार्टिसिपेन्टहरूलाई। बट वान थिङ एडब्लुएसको आइएममा चाहिँ वी क्यानट लिमिट त्यो बजेट चाहिँ कति क्रेडिट हजुरहरूले युज गर्नुहुन्छ भनेर चाहिँ लिमिट गर्न मिल्दैन। सो त्यो भएकोले चाहिँ अहिले हामीले एक्सेस दिन मिलेन आइएमबाट। सो द्याट्स द रिजन हामीले हजुरहरूलाई एकाउन्ट नदिनु आइएम बनाएर। बट यु क्यान मेक हजुरको अनुसार चाहिँ बनाउन पाउनुभयो हजुरले आफ्नोबाट चाहिँ है। सो त्यसपछि वाट सर्भिसेस यु स्ल्यास युर कम्पनी युज इन डे टु डे वर्क भनेर सोध्नु भएको छ। सो डे टु डे कम्पनीमा युज हुने भनेको त अब मेरो कमाइमा होइन। सो मेरो मेरो पर्सपेक्टिभबाट हामीले धेरै युज गर्ने भनेको चाहिँ मेसिन लर्निङको चाहिँ धेरै युज गरिरहेको सेज मेकर बेड ड्रग्सहरू चाहिँ अलिक युज गरिरहेको छौँ। त्यसपछि अब सिम्पल EC2हरू अनि यो S3हरू त नर्मल भइहाल्यो होइन। सो वी निड दिस एभ्री डे नै भनौँ न। सो यो डेटाबेसको कुरा EC2को कुरा S3को कुरा यो चाहिँ डे टु डे सबैलाई नै चाहिने कुरा हो कि। अनि त्यसपछि अर्को भनेको हामी मेनली फोकस मेसिन लर्निङ पार्टमा फोकस छौँ। अनि त्यसपछि मैले अलिकति धेरै युज गर्ने भनेको चाहिँ मेरो मोनिटरिङतिर भन्दा सो क्लाउड वाचहरूको कुरा भयो। अनि त्यसपछि अर्को मेन सर्भिसेसहरू चाहिँ ओके। सो अर्को मेन सर्भिसेस पनि हामीले युज गर्छौँ मैले अघि पनि भन्दै थिएँ। सो SNS को कुराहरू SQS को कुराहरू होइन।
सो AWS को के सर्भिसेसहरू युज हुने चाहिँ त्यसमा हो। सो हाम्रो एप्लिकेसन्सहरूको लागि चाहिँ नोटिफिकेसनहरूको लागि युज गर्छौँ। सो यिनीहरू चाहिँ बेसिक र एकदमै चाहिने डेली नै युज हुन्छ। यो चाहिँ अब केही गर्दिनँ भन्दाखेरि पनि त्यो खुल्छ नै भन्ने कुरा चाहिँ हुन्छ। सो अनि अघि मैले देखाएको एकाउन्ट चाहिँ त्यो मेरो पर्सनल एकाउन्ट है, कम्पनीको एकाउन्ट होइन, कम्पनीको एकाउन्ट देखाउँछु होइन। So त्यसपछि will AWS system change over time with the use of AI or with stable as long as ओके ओके अब यो एआई को अनुसार कतिको चेन्ज हुन्छ। अब एआई को युज अनुसार डिफ्रेन्ट सर्भिसेसहरू त एड भइसकेको छ। अब चेन्ज ओभर टाइम त अब आउँछ नै, किन भन्दा यही कुरा हुन्छ भन्ने छैन। तर युज गर्ने प्याटर्न चाहिँ अहिले नेक्स्ट 5 इयर्सको लागि चाहिँ त्यस्तो धेरै गायब नै होला भन्ने चाहिँ लागेको छैन मलाई, किन भन्दाखेरि एकदमै धेरै म्यानुअल वर्कहरू पनि छ नि त अहिले। अब स्टेबल हुन्छ भनेर म त्यतिसम्म पनि फोरकास्ट गर्न सक्दिनँ कि अब जतिसम्म एक्जिस्ट गर्दा स्टेबलै हुन्छ भन्ने त अब त्यो भन्नै सकिएन है। तर जे होस् रिसेन्ट इनकमिङ इयर्स कहीँ गइरहेको छैन यो कुरा चाहिँ, एआईले लगिरहेको छैन है। एआईले खास गरी कुनै पनि जब त्यस्तो साह्रो धेरै लगेको छैन, बट यु निड टु एआई सँगसँगै अलिकति आफू पनि अपग्रेड हुनुपर्छ भन्ने चाहिँ मेरो त्यो हो कि मोटो हो। सो अब एआईले सबै कुरा नै जान्छ भन्ने चाहिँ होइन। त्यसपछि के छ, केही क्वेसन मैले मिस गरिरहेको छु। अल्सो एडब्ल्युएस इनसाइटको एकाउन्ट क्रिएट गर्न मिलिरहेको छैन, कसरी क्रिएट गर्ने हौ? क्रिएट गर्दा साइन अप नै हुन्न अरे। ओके, एडब्ल्युएस इनसाइट्स स्किल बिल्डर भएको भन्न खोज्नु भएको हो साइट्स भनेर, डोन्ट गेट इट यसमा। अनि वाट विल लर्न टुमरो अरे होइन। सो भोलिको लागि चाहिँ आई थिङ्क सुधार हामीले पब्लिक गराएको छैन। ओके, सो म एउटा प्लिज ड्रप सेयर द्याट, त्यो गर्छु है। लिङ्क पनि हामीले क्रिएट गरेको वेबसाइट त्यहाँ मेन्सन छ होइन। म एउटा त्यहाँ पनि मेन्सन छ, म एउटा सेयर गर्छु है। अदरवाइज अहिले म मेल पनि गरिदिन्छु, लाइक वर्कसपको आउटलाइन। यो जस्ट यो चाहिँ अब अघि एआईको कुरा आइसकेको छ, यो जस्ट एआईले भाइब कोड गरेको हो होइन। सो मैले चाहिँ के हामीले गरिरहेछौँ भनेर चाहिँ ट्र्याक गर्नको लागि। सो हामीले फर्स्ट दिन आजको हामी मेरो स्क्रिन सेयर भइरहेको छ है। सो फर्स्ट दिन इज हाम्रो इन्ट्रोडक्सन टु क्लाउड प्लस कोर एडब्ल्युएस सर्भिसेस भइहाल्यो, जहाँ हामीले क्लाउड इन्ट्रो लियौँ, एसपीको बारेमा हेऱ्यौँ, भिपिसीको बारे हेऱ्यौँ, ल्याम्डाको बारे हेऱ्यौँ होइन। सो आई थिङ्क आइएमको बारेमा हामीले भोलि अब हेर्छौँ, त्यसो भए कन्टिन्यू। अनि त्यसपछि भोलिको लागि हाम्रो मेन सर्भिसेसहरू भनेको EC2, भिपिसी अनि आरडिएस। हामी चाहिँ यसमा डिप डाइभ गर्नेवाला छौँ विथ लाइभ डेमो है। हजुरहरूले चाहिँ अब आज जसले एक क्रेडिट्स पाउनुभयो अथवा यो ल्याब्सवाला एकाउन्ट चाहिँ बनाइसक्नुभयो भने भोलि चाहिँ हामी डेमो गर्छौँ त्यहाँबाट होइन। कसरी EC2 इन्स्टेन्स लन्च गर्ने, कसरी भिपिसी भित्र राख्ने, भिपिसी भनेको के हो होइन, अनि डिटेलमा जान्छौँ। अनि त्यसपछि भिपिसी अनि त्यसपछि आउँछ आरडिएस होइन। सो एउटै भिपिसी भित्र चाहिँ कसरी EC2 र आरडिएसहरू लिङ्क गर्ने, प्राइभेट नेटवर्क भने कसरी ह्यान्डल गर्छौँ, प्राइभेट पब्लिक प्राइभेट सबनेट्सहरू, सबनेटको कन्सेप्ट, नेटवर्कको कन्सेप्ट चाहिँ हामी भोलि हेर्छौँ। अब आइपी कसरी ह्यान्डल हुन्छ हामीले होइन। सो EC2लाई कुन कुन आइपी दिन्छौँ हामीले, कुन कुन आइपी चाहिँ आरडिएसलाई दिन्छौँ जहाँबाट हामीले एक्सेस गर्न मिलोस्, डेटाबेस पब्लिक गर्ने कि प्राइभेट गर्ने होइन, EC2बाट मात्र एक्सेस गर्न मिल्ने हो कि। सो यो सब कुराहरू चाहिँ हामी भोलि भिपिसी र EC2को थ्रुबाट चाहिँ हेर्छौँ है त, लाइभ डेमो गरेर। त्यसपछि यति नै हो थर्ड डेको लागि। अब थर्ड डेमा जाउँ होला। सो यही नै हो, जस्ट मै क्विक अलिकति भाइपकोड गएको थिएँ। यसो यस्तो चाहिँ रिजल्ट छ, एन्ड रिजल्ट। अब यो गेस कतिको ठिक भएको छ भनेर मैले सकेसम्म लिङ्क्सहरू पनि एकुरेट राख्न खोजिरहेको थिएँ। अभियसली यो जोइन इभेन्टहरू त काम गर्दैन होला, जस्ट मैले भने राखिदिएको छु सो यो भइहाल्यो है त। म यसको लिङ्कहरू केही छ भने पठाइदिन्छु, मैले आई थिङ्क डिप्लोय गरेको छु होइन। यहाँ ड्रप गरिदिन्छु म, स्टप सेयर। ओके, आर वी गोइङ टु डिप्लोय दिस इन AWS? यस, यो चाहिँ अहिले डिप्लोय छ। हामी थर्ड डे चाहिँ यसलाई नै कसरी डिप्लोय गर्ने त, एउटा वेबसाइट कसरी डिप्लोय हुन्छ भन्ने चाहिँ फुल फ्लो हेर्छौँ।
यस अब आई थिङ्क वी निड टु क्लोज सेसन अल्सो अलिकति लामै भइसक्यो. Yeah, okay. On this अँ, note, I think all the questions and queries are addressed. If our like आजको सेसन कस्तो भयो, how was it? If you want to share some of your experience, please raise your hand. म हजुरलाई अनम्युट गरिदिन्छु. And in case त्यस्तो छैन भने चाहिँ we will wrap up our day one of our Cloud Decode Understanding AWS from Scratch workshop and we will continue from day two. Uh, within the hour हजुरले चाहिँ मिटिङको नोट्स स्लाइडहरू चाहिँ यु क्यान गेट है. आई थिङ्क प्रशान्त हेज ओके रेज. एउटा क्विक क्वेसन गरिहालौँ ल सुशान्त. लास्टमा यो लिभ गर्नु अगाडि चाहिँ एउटा क्विक फोटो सेसन गरिहालौँ. मिल्छ भने चाहिँ क्यामेरा सबैले अन गरेर. त्यो चाहिँ मैले सुरुमै भन्छु भनेको थिएँ. त्यो चाहिँ अलिकति इङ्गेजमेन्ट हुन्छ भनेर चाहिँ सोचिरहेको थिएँ. ठिक छ, अनि भोलि आउँदाखेरि त्यो लिङ्कहरू चाहिँ हामी प्रोभाइड गरौँला, स्किल बिल्डर र अझ मिल्छ भने एजुकेट एडब्ल्युएस एजुकेटको पनि एकाउन्ट चाहिँ बनाएर आउनु न है सबैजना. क्रेडिट कार्ड छैन भने पनि स्किल बिल्डरमा मजाले एकाउन्ट बनाउनु मिल्छ, एजुकेटमा पनि. अब एजुकेटमा चाहिँ नर्मली त्यो एजुकेसनको लागि भनेर आउँछ, तर पनि बनाउनुहोस्. स्किल बिल्डर चाहिँ प्लिज जसरी पनि बनाएर आउनुहोस् है. ओके बसन्त, क्यान यु अनम्युट युर सेल्फ? क्यान यु स्पिक? सर मलाई चाहिँ आजको सेसन एकदमै मन पर्यो है. सरले जुन तरिकाले पढाउनु भयो, मलाई चाहिँ पहिलो कुरा धन्यवाद भन्न चाहन्छु हजुरहरूलाई. मेरो क्वेसन चाहिँ जस्तै हजुरहरूले क्रेडिट दिन्छु भन्नुभयो होइन, यो चाहिँ कति मन्थको लागि हुन्छ भनेर बुझ्नुभयो? ओके ओके सो त्यसको भ्यालिडेसन चाहिँ यु डोन्ट वरी. त्यसको भ्यालिडेसन 1 इयर भन्दा बढी छ होला. सो एक्ज्याक्टली डेट चाहिँ मैले हेर्नै पर्छ कति छ भनेर. तर एराउन्ड 1 इयरको चाहिँ भ्यालिडेसन छ त्यसको. त्यतिसम्म चाहिँ युज गर्न मिल्छ है. ओके, ओके इज देयर सो एनिथिङ फोटो खिचौँ न. फोटो खिच्ने? ओके, फोटो खिच न त, वेट है त. लेट मी चेन्ज द अन ग्यालेरी गरौँ जस्ट. अन. सेकेन्ड. को मान्छे हुनुहुँदो रहेछ, नयाँ नयाँ मान्छेहरू पनि कनेक्सन हुन्छ होइन. सो लगाउनु पर्दैन, मिलेसम्म चाहिँ क्यामेरा खोलौँ है. ल म एउटा स्क्रिनसट पनि लिन्छु. एभ्री वान किप स्माइल खै खुल्दैछ जस्तो छ अझै. ल मैले एउटा स्क्रिनसट लिएँ. लेट मी टेक द स्क्रिन. स्क्रिनसट एज वेल है. ओके कसैले अन गर्नु भएको छैन भने प्लिज अन गर्नु न है. सुतिसक्नुभयो सबैजना? सुम टेक द स्क्रिनसट एन्ड सेन्ड मी है अहिले. यति नै हो एभ्री वान. अरू प्लिज प्रदीप एन्ड देन अभिषेक. नसुत्नु भएको जतिले अन गर्नु है. All right, त्यसो भए थ्याङ्क यू सो मच एभ्री वान फर जोइनिङ दिस डे वान अफ आवर क्लाउड डिकोड. आई होप सबैजनाले चाहिँ केही न केही सिक्नुभयो होला आजको वर्कसपबाट. एन्ड विल कन्टिन्यू फ्रम डे टू भोलिबाट. एकछिनमा चाहिँ तपाईँहरूले सबैजनालाई चाहिँ आजको रेकर्डिङ्स, मिटिङको नोट्स, स्लाइडहरू यु विल गेट इच एन्ड एभ्रिथिङ एकछिनमा. वाट्सएप ग्रुपमा जोइन नहुनु भएको जतिले प्लिज जोइन गर्नु होला. त्यहाँनिर अरू कुराहरूको लागि चाहिँ विल बी असिस्टिङ यु ओभर दियर इन द ग्रुप एज वेल. एन्ड सुम स्याल वी इन्ड? सुम सर, I think he has left. Okay, thank you so much, everyone. Good night and have a sweet dream, everyone. ऋषिकेश सर प्लिज हजुर बस्नु है. अदरवाइज यु क्यान लिभ है. एन्ड समीक्षा, प्रनिसा प्लिज स्टे. अरू यु क्यान लिभ प्लिज.